मैले तपाईसँग भेट्न पाएछु आज खुसी लाग्छ किनकि एउटा युवा मान्छे भेटेको छु। हुन त म पनि युवा हो। यहाँको बिए भयो कि भयो? मलाई पनि हजुरसँग भेट्दाखेरि अत्यन्तै खुसी लागेको छ। हामी चाहिँ अहिले नयाँ पुस्तामा युवा पुस्तामा अत्यन्तै लोकप्रिय पोडकास्ट गरेको। यो चाहिँ अहिलेको नयाँ अभ्यास पनि हो। तपाईँ हामी पनि यसमा अभ्यास त हुन त्यति बाँकी होला, तर हुँदाका बिचमा पनि हामी चाहिँ कोसिस गर्दैछौँ र यो एउटा ऐतिहासिक हुन्छ भन्ने चाहिँ मलाई लाग्छ। हजुरले जुन मेरो कुराहरू गर्नुभयो, हजुरको पनि अनुहारमा त्यो व्यक्तित्वमा त्यत्तिकै म चमक देख्छु। चमक चाहिँ एउटा जुन मन चाहिँ हामी एउटा भनौँ न एउटा राम्रो बुझाइ, अब खानपिन स्वस्थ गरेर हरेक कुराहरू गर्न सक्यो भने त्यो अनुहारमा पनि चम्किन्छ भन्ने कुरामा म विश्वास गर्छु। त्यस आधारमा हजुरले भनेको जुन बिहेको कुराहरू छ, यसमा मेरो अहिलेसम्म बिहे भएको छैन। गर्नलाई मान्छेले म व्यस्त भएँ, मैले पढ्दै गरेँ, मेरो व्यवसाय गरेँ, मेरो यसरी जिन्दगी भयो भनेर त्यो कुराबाट उम्किने छुट हुँदैन। यद्यपि बिहे भनेको पनि सँगसँगै आउने कुरा एउटा प्राकृतिक कुरा पनि हो। त्यसो गर्दाखेरि त्यो फुर्सद भएन भनेर गरे होइन, तर एउटा चाहिँ यो जन्म मृत्यु बिहे भन्ने कुरा लेखेर आएको हुन्छ भन्ने कुराहरू हुन्छ। त्यस आधारलाई पनि विश्वास गर्दाखेरि मैले यो कुरा चाहिँ मेरो अलिकति ढिला भएको कि भन्ने म आफै पनि महसुस गर्छु। यद्यपि तपाईँहरू जस्ता साथीहरूको फेरि सकारात्मक दबाव प्रभाव अथवा ऊर्जाले मलाई चाहिँ फेरि थप छिटो गर्ने एउटा वातावरण सिर्जना होला भन्ने विश्वास छ। अझै सोध्न मन लाग्छ कि मलाई। यो उमेरमा बिहे त भइसक्नु पर्ने होइन। एउटा युवा उद्यमी पनि हुनुहुन्छ यहाँ। यतिको उद्यमीलाई त पत्याउनु पर्ने मान्छे हो कि, अनि पत्याउने मात्रै होइन आफूले पट्याउनु पर्ने त्यो पट्याएको छेड हो कि होइन अहिले? त्यो होइन, अहिले विशेष गरेर त्यही कुराले नै रोकेको भनौँ न, अथवा म चाहिँ अब गर्नुपर्छ भन्ने एउटा मनस्थितिमा छु। परिस्थिति मनस्थिति दुईटै कुराहरू अहिले सकारात्मक छ त्यसको लागि। तर एउटा मान्छेले सोच्ने विषयले नै अब के ठिक होला कसो ठिक होला, आफूलाई ट्याक्क भनौँ न जोडी भनेको त धेरै कुराले मिल्दो हुनुपर्छ। उसका कमी कमजोरीहरू स्वीकार्ने कुरा त त्यसमा छँदैछ। तर यद्यपि पहिला अब यस्तो लभ म्यारिजहरूमा तपाईँको जात धर्म भूगोल यो एकदमै हुँदैन। अब यो मागी बिहेहरूमा चाहिँ आफूसँग मिल्दोजुल्दो उमेर धेरै कुराहरू भूगोल पनि हेर्ने कुराहरू पनि रहन सक्छ। त्यस आधारले गर्दाखेरि यो अलिकति कसो कसो संयोग नमिलेको भनौँ न। यो चाहिँ मैले अघि नै एउटा त्यो अन्धविश्वास जस्तो त नहोस्, यद्यपि त्यो कुरा मैले के भने भन्दाखेरि हजुरको जन्म मृत्यु बिहेहरूले चाहिँ लेखेर आएको कुराहरू हुन्छ भन्छ, त्यस्तै लाग्छ सर। बुवा आमा कहाँ हुनुहुन्छ? बुवा आमा गाउँघरमै हुनुहुन्छ। गाउँघर भनेको अर्घाखाँची, जुन मेरो जन्म घर हो त्यही अर्घाखाँची पालिका मालारानी गाउँपालिका पहिलाको बुवामा चाहिँ आत्तिनु भएन बिहे गर्न छोरो होइन भनिराख्नुहुन्छ। एउटा चाहिँ के हुँदो रहेछ भने एउटा म के लाग्छ भने आफ्नो बारेमा धेरै आफै त्यो कुरा यति नगरे पनि अलिकति थोरै सानैदेखि जिम्मेवार ठान्थे। अनि त्यो भएर बुवा आमाले पनि एउटा सकारात्मक यसले बुझ्छ गर्छ भनेर धेरै वर्ष भन्नु नै भएन। मैले भनौँ न अलि उमेरको माथि नै जाँदा पनि त्यस्तो धेरै भन्नु भएन। पछि अहिले चाहिँ भन्नुहुन्छ अब सोच्ने बेला भएन, गर्ने बेला भएन। अहिले गर्नुपर्छ, आज गर भोलि गर यति महिनामा गर भन्नुभन्दा नि अब सोच्नुपर्छ। होइन एकदम ठट्टाको कुरा त अझै हल्का भयो होइन। उहाँहरूले चाहिँ एकदम वास्तविक रूपमा बसेर भनौँ न जुन बुवा आमाका कुराहरू हुन्छन्, एउटा पारिवारिक कुरा हुन्छ, त्यसमा पनि उहाँहरूको चाहिँ एउटा के छ भन्दाखेरि अब चाहिँ सोच्ने बेला भयो भन्नुहुन्छ। त्यो गर्नुपर्छ यसो गर्नुपर्छ भन्दा नि सोच्ने बेला भयो भनेर आफै बुझोस् भन्ने र दबावमा नगरोस्, आफ्नै इच्छाले गरोस् भन्ने कुराहरू रहन्छ। यसमा चाहिँ अहिले त्यही नै चलिरहेको छ। हजुर होइन, किनभने अबको एउटा नयाँ पुस्ता युवाहरूले चाहिँ हरेक कामहरू समयमै गर्नुपर्छ भन्ने छ। अनि समाजले पनि र युवा पुस्ताले पनि नयाँ ढङ्गको मागहरू गरिरहेको स्थिति छ कि त्यो माग भनेको चाहिँ त्यो राजनीतिक अधिकारको माग होला, सामाजिक क्षेत्रको सामाजिक नेतृत्वको मागहरू होला। यस्तै थुप्रै कुराहरू समाजभित्रकै कुरा हो नि त। बिहे लभ गर्ने कुरा होइन, त्यसपछि साथीभाइहरूसँग
बच्चापछि जन्माउने कुरा, यी सबै कुराहरू त समाजले सिकाउने, समाजमा हुने व्यवहारहरू नै हुन्। त्यस हिसाबले चाहिँ यहाँ त फेरि राजनीति गरेर व्यस्त मान्छे पनि होइन कि के हो, अब उद्यमी हो जस्तो लाग्छ होइन। प्रसङ्गमा हजुरले धेरै कुराहरू निकाल्नुभयो। यसमा तपाईँको एउटा देश बन्ने कुरा अथवा एउटा व्यक्तिको जीवनमा पनि सबैभन्दा ऊर्जाशील समय भनेको युवा उमेर हो। युवा उमेरले मेरो अहिले कस्तो भन्दाखेरि सबै व्यक्तिका आफ्ना घर परिवारका जिम्मेवारीहरू त रहन्छन्, त्यो हुनैपर्छ, किनकि त्यो हामी एउटा समाजमा बाँधिएका छौँ। मान्छे चाहिँ पहिला धेरै खुल्ला थियो भने त्यसपछि बिहे बन्धनमा बाँधिने कुराहरूदेखि लिएर पारिवारिक यो सबै कुराले मान्छेलाई एउटा सामाजिक जुन समाजले अस्वीकार गर्ने कुरा हुन्छन् त्यो सामाजिक कुरा भनौँ न, जुन समाजले पचाउने खालका हुन्छन् त्यो खालको व्यवहारहरू गर्नुपर्छ। यद्यपि बिहे नगरेका पनि हाम्रो समाजमा थुप्रो मान्छेहरू हुनुहुन्छ। त्यस हिसाबले हेर्दाखेरि हजुरले भने जस्तो यो ऊर्जाशील समय सबैतिर कस्तो भन्दाखेरि मान्छेले जिन्दगीमा मलाई अहिले पनि त्यो फिल हुन्छ कि बिस्तारै कस्तो भन्दाखेरि एउटै कुरा मा मान्छे सफल भएर हुँदैन। हाम्रा यिनी सबै कुराहरू सँगसँगै लान सक्यो भने त्यो मान्छे सफल हुन्छ। केही कुराहरू कहिलेकाहीँ छुट्यो भने केही कुराहरू चाहिँ फेरि तपाईँको त्यो समय चाहिँ त्यसरी नआउने सम्भावना रहन्छ। यस हिसाबले हेर्दाखेरि यो बिहेको कुरामा त्यति नै हो। तर यसको तपाईँले भने जस्तो यो सामाजिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा अथवा देशको समग्र एउटा विकासको क्षेत्रमा, जस्तो हामी अहिले हाम्रो नेपालबाट मान्छेहरू पलायन भइरहेका छन्। विदेश जाने कुरालाईसम्म चाहिँ हामीले स्वाभाविक लिन सकिन्छ, कहिले रोजगारीको अवसरहरू नभएर। तर अहिले प्लान कसरी भएको छ भने हजुरको चाहिँ विदेश गएर बस्ने, उता घरबार जमाउने, परिवार बस्ने, नफर्किने त्यस्तो खालको पनि एउटा माल सिर्जना भइरहेको छ। हामीलाई चिन्ता के हो भनेपछि विदेश जाने अवसरहरू नभएका पनि होइनन्, थिए पनि, तर सकेसम्म है, फेरि मैले भोलि म विदेश जान्न भनेर म ग्यारेन्टी गर्न सक्दैन अहिले परिस्थिति देशको हरेक कुराले हेरेँ। तर अहिलेसम्मको मेरो बुझाइले के भन्छ भने सकेसम्म चाहिँ गरौँ न, सङ्घर्ष गरौँ, के गरौँ भन्ने लाग्छ। अनि प्रत्येक देशहरू जुनसुकै देश पनि बनेको छ त्यहाँ चाहिँ युवाहरूको योगदान महत्त्वपूर्ण रहन्छन्। तपाईँले भने जस्तो म चाहिँ एउटा घर परिवारको त्यो सीमित दायराभन्दा चाहिँ बाहिर जानपर्छ भनेर सामाजिक रूपमा पनि आफूले जानेका बुझेका कुराहरू सेयर गर्ने, साथीभाइलाई बुझाउने त्यो कुराहरू भइरहेको छ। राजनीतिक रूपमा पनि मसँग त्यो चेतना अलि सानैदेखि नै थियो। म यस्तो समाचारहरू यस्तोहरू हेर्ने, अनि त्यसपछि मेरो एउटै स्वभाव के थियो भने जो शक्तिशाली छ र जो चाहिँ त्यसले शक्तिले चाहिँ एउटा दबाइरहेको समाजमा हरेक वर्ग पनि छ अनि राजनीतिक रूपमा पनि छ, त्यसलाई चाहिँ चिर्नुपर्छ भनेर म चाहिँ त्यसमा लागिरहेको मान्छे। त्यही भएर मेरा ती पाटाहरू रुचिका विषयहरू छन्। म आफै धेरै कुरामा सक्रिय छैन होला, कति दिन सकेको छैन, तर त्यो पाटो पनि सँगसँगै छन्। र हजुरले भने जस्तै सामाजिक, व्यक्तिगत, पारिवारिक यिनी कुराहरू मसँग चाहिँ दायित्व छ भन्ने म ठान्छु। तपाईँले भने जस्तो युवाका काँधमा एउटा घर परिवार, बच्चा जन्माउने, घर बस्ने, बुवा आमा पाल्ने त्यति मात्रै होइन, त्यो देशको बारेमा सोच्ने, सामाजिक बारेमा सोच्ने, राजनीतिक बारेमा सोच्ने र देशलाई चाहिँ हामी जुन ऊर्जा हुन्छ नि हामीसँग, त्यो हामी एउटा बाल्यकालमा हामी पढ्न त्यो सङ्घर्ष लाग्यो नि, अब हामी एउटा वृद्ध भइसकेपछि त्यो काम गर्न सक्दैनौँ। हामीसँग अहिले जति खट्न सक्ने समय छ नि, त्यो ऊर्जा चाहिँ कतै न कतै तपाईँले भने जस्तो यो समाजका बहुआयामिक क्षेत्रहरूमा प्रयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ। अलिकति यो तपाईँले वैदेशिक रोजगारीमा जाने कुरा गर्नुभयो, त्यो चाहिँ कति हदसम्म राम्रो छ, कति हदसम्म राम्रो छैन। देशमै रोजगारी हुन पाएको भए त राम्रो हुन्थ्यो। यहाँ चाहिँ काठमाडौँमा युवा उद्यमी हुनुहुन्छ, होटल व्यवसाय छ। तपाईँको होटलमा पनि वैदेशिक रोजगारीमा जाने मान्छेहरू आउँछन् होला, तिनीहरूको प्रतिक्रिया, तिनीहरूको कथा व्यथा कहिलेकाहीँ सुन्नुभएको छ? तपाईँले एकदम गम्भीर मनमा लिनुभयो। सबैभन्दा मेरो कसरी म यो वैदेशिकसँग बढी परिचित छु, आफूलाई त्यहाँ उभ्याउन चाहन्छु भने मसँग सँगै पढेका हुर्केका मेरा दाई भतिजा साथीभाइ यताउता होइन, सबै अङ्कलहरू अहिले लगभग एउटा घरबाट विदेश नगएको, एउटा घरबाट 4-5 जना पनि जानुभएको छ। तर यद्यपि एउटा घरबाट कुनै विदेश नगएको छ भने विदेशको हाम्रो अहिलेको चाहिँ एकदम कारुण्य अवस्था हो। यसले चाहिँ के गर्छ भनेपछि तपाईँको यसले ठुलो घर परिवारमा कस्तो भन्दा अब रोजगारी पाएन जाने कुरा त स्वाभाविक नै छ। तर हामी चाहिँ यो होटल गरेको भएर सबैभन्दा विदेश जाने मान्छे, त्यसमा पनि गल्फ जाने मान्छे होइन, खाडीका देशहरू जाने मान्छेलाई हामी बिदा गरिरहेका हुन्छौँ। अनि हाम्रो चाहिँ यहाँ तपाईँको त्यो विदेश जाने मान्छेलाई टिका खाजा लगाइदिएर त्यो एउटा
बिदा गर्ने त्यस्तो खालको एउटा संस्कार पनि छ हामीले चाहिँ के भन्दाखेरि आफ्नो घर परिवारबाट जुन मान्छे अलग भयो तर यहाँ आइसकेपछि उसले घरभन्दा अलग नठानोस् भन्ने हुन्छ। मलाई कति तपाईँको कोही शब्दहरूले यति छोएको छ हामी चाहिँ यो खाडी जाने मान्छेलाई हजुरले खाजा लगाइदिनुहुन्छ भन्ने सम्मका मान्छेहरू त्यो कुराले मलाई यति टच गर्छ नि अहिलेसम्म तपाईँको म त्यो कुराहरू सम्झेर केही कुराहरूले यति मान्छेलाई मन छो हुन्छ त्यो हुन्छ। अनि हामी प्रत्येक दिन म त भन्छु हामी सबैभन्दा बढी यो विदेश जानेका मान्छेका आँसु पुछेको मान्छे हो भन्ने लाग्छ। किनकि हामी सधैँ मान्छेहरूलाई बिदा गर्दाखेरि हामीले भनेको हाम्रो व्यवसायसँगै विदेशबाट आउने मान्छेहरू अनि जाने मान्छेहरूसँग कनेक्सन छ भनेपछि अहिलेको नेपालको सबैभन्दा विदेश जाने प्रचलन छ त्यसको चाहिँ होटेलबाट हामी सबैभन्दा बढी बिदा गरे हुन्छौँ भने त्योसँग म अत्यन्तै नजिक छु र त्यस्ता साथीहरूको त्यो भावनाहरू मान्छेले भन्नलाई अमेरिका अस्ट्रेलिया अथवा कुनै देशबाट तर कुनै पनि युवा यहाँ देश छोड्दाखेरि नरोएको मैले देखाएको छु। उसको भित्री मन रोएको हुन्छ कसैले व्यक्त गरे हुन्छ त्यो आँसु पनि झारिरहेको हुन्छ कसै त्यो मन यति रोएको हुन्छ त्यही भएर यो अत्यन्तै भयानक अवस्था छ यसको बारेमा। उनीहरूको एक खालको त्यो भावना चाहिँ जाँदै गर्दाखेरिको त्यो हामी खाडी मुलुकमा जाने मान्छेलाई पनि खादा लाउनु भयो भन्ने कुराले चाहिँ एकदमै संवेदनशील नै बनाउँछ। तर योसँग जोडेर हेर्दा उनीहरूको त्यो जुन एक खालको आक्रामकपन हुन्छ नि ल कसैसँग रिसाइरहेछन् भने उनीहरू कोसँग रिसाएको देख्नुभयो तपाईँले? यो कारणले हामी जानुपर्ने भयो यो देशमा यस्तो भइदिएको भए अर्थात् केही त्यस्तो प्रतिक्रियाहरू पाउनुभएको छ कोसँग बढी रिसाएको देख्नुहुन्छ? होइन यो रिसाउने कुरा चाहिँ विशेष गरेर राजनीति नेतृत्वसँग जसले यो मुलुकको जिम्मेवारी सम्हालेको छ। अझ विशेष गरेर गणतन्त्र आइसकेपछि मान्छेहरू धेरै खुल्ला पनि भए अथवा 55-56 सालदेखि बढी मान्छेहरू विदेश गए जस्तो लाग्छ मलाई। तर अझ 64-65 पछि धेरै मान्छेहरू विदेश गए अनि त्यो चाहिँ उनीहरूको आक्रोश भनेको त कहिले पनि मेरो बुवा गाउँमा जन्मेको थियो भनेर बुवाप्रति आक्रोश छैन, कहिले पनि आमाले मलाई यसरी जन्माइन् यस्तो भएँ म भनेर त्यो पनि छैन। उनीहरूको डाइरेक्ट तपाईँको के भन्दाखेरि राजनीति नेतृत्वसँग हो। मेरो पनि के लाग्छ भने मेरो आफ्नै विचार पनि तपाईँको यो देशको यो हालत हुनुको अवस्था भइरहेको छ भने निरन्तर विकास भइरहेकोलाई हामी विकास ठान्न सक्दैनौँ र मान्दैनौँ। फेरि वर्तमान जुन भएको छ त्यसमा एउटा सन्तुष्टि हुने कुरा त होला तर त्यसले चाहिँ कहिले पनि मान्छेलाई तपाईँलाई सङ्घर्ष गर्न सिकाउँदैन। त्यो भएर भइरहेको कुरालाई चाहिँ एक्सेप्ट गर्न सकिन्छ तर त्यो नै सबैले सर्वैसराह भनेर यसरी प्रचारबाजी गर्न सक्ने अवस्था छैन। उनीहरूको आक्रोश भनेको राजनीति नेतृत्वसँग विशेष गरेर अहिले पार्टीगत रूपमा भन्दा नि मुख्य 3 पार्टीहरूसँग चाहिँ तपाईँको उनको आक्रोश छ र त्यो आक्रोश स्वाभाविक कसरी हो भने हजुरको भन्नु जस्तो आज नेपालीहरू कोरिया जापान अथवा विभिन्न देशहरूमा भाषा पढेर गइरहेका छन्। कुनै पनि नेपाली जापानको माया लाएर कोरियाको माया लाएर उनीहरूको भाषा पढ्दै होइन। त्यही कोरिया र जापान बनेको पनि इतिहास लामो छैन। नेपालले आज उनीहरूले लिएको गति लिन सकेको भए नेपालमा नेपाली भाषा पढेर जापान कोरिया अथवा कुनै देशका मान्छेहरू यहाँ आउँथे। त्यो के भन्दाखेरि राजनीतिक नेतृत्व रहेछ नि त। उनीहरूले त्यो भाषा कसैको मायाले पढाए। नेपाली भाषा भोलि यो देश तपाईँको यस्तै रहिरहन्छ भन्ने कुरा म विश्वास गर्दिनँ। कुनै न कुनै मान्छे कुनै न कुनै एउटा समाजको अब हामी सबै परिवर्तन भएर केही न केही हुन्छ। त्यतिखेर नेपाली भाषा पढेर विदेशी आउनलाई पनि तछाड मछाड जस्तो कोरिया जापान जानको लागि मान्छे गरेको छ त्यो आउन पनि नेपालमा आउँछ भन्ने चाहिँ मलाई लाग्छ। फेरि किनभने देश बनाउनु त्यसको मूल तपाईँले भनेको अघि प्रश्नमा कहाँ आउँछ भने चाहिँ मूल कोसँग आकर्षित छन् युवाहरू विदेश जाने भने युवाहरू आकर्षित छन् कोसँग भन्दाखेरि राजनीतिक नेतृत्वसँग जसले यो देशको शासन सत्ता सम्हाले अनि त्यो मान्छेसँग आकर्षित छन्। त्यसमा पनि जस्तै राजनीतिक नेतृत्व पनि केन्द्रीय लेभलमा छ, त्यसपछि तपाईँको प्रदेश स्तरमा छ, त्यसै गरी अहिले स्थानीय तहसम्म छ। त्यसमा चाहिँ कतिपय जनप्रतिनिधिको रूपमा चाहिँ स्थानीय तहमा हुनुहुन्छ भने अब अहिले प्रदेश सांसदको रूपमा कतिपय हुनुहुन्छ भने सङ्घीय सांसदको रूपमा पनि हुनुहुन्छ। कतिपय पार्टीगत हिसाबले चाहिँ राजनीतिक दलको हिसाबले चाहिँ केन्द्रदेखि लिएर प्रदेशदेखि लिएर स्थानीय तहसम्म छ। बढी आक्रामक चाहिँ अहिले स्थानीय तहको नेतृत्वसँग देख्नुहुन्छ कि प्रदेशको नेतृत्वसँग देख्नुहुन्छ कि केन्द्रको नेतृत्वसँग देख्नुहुन्छ?
अब यो तुलनात्मक रूपमा म फेरि केन्द्र नै भन्छु, जर चाहिँ केन्द्र नै हो। किनकि आजका मुख्यमन्त्रीहरूले पनि हामीलाई कानुन दिएन भनेको छ, प्रहरी चलाउन पाएको छैन। प्रहरीको जुन मुख्यमन्त्रीको बडीगार्ड हुन्छ त्यो पनि अब केन्द्रबाट गृह मन्त्रालयबाट खटाइदिएको छ। अनि त्यसले गर्दाखेरि प्रदेशता नेपाली जनताले त्यति रुचाएका छन् जस्तो लाग्दैन। त्यसले म भनौँ न प्रदेश अब स्थानीय तल भनौँ न हजुरको 74 सालदेखि भनौँ 2074 देखि अहिलेसम्म म प्रदेशमा गएर कुनै पनि काम गरेको छैन भनेपछि प्रदेशको अस्तित्व त्यहीँनिर समाप्त भएको देख्छु मैले। अनि तपाईँले भने तुलनात्मक र फेरि त्यो प्रदेशसँग स्थानीय तहका मान्छेहरूसँग पनि नागरिक रुष्ट नभएको कुरा होइन। किन भन्दाखेरि त्यहाँनिर झन् प्रत्यक्ष उनीहरूले त्यो के गर्छन् भनेपछि त्यहाँका मान्छे हिजो तपाईँसँग सँगैसँगै हिँडेको मान्छे आज मतलब छोटे राजाहरू भयो भन्छ नि त्यो चलन होइन। अनि त्यो आफूसँग सँगसँगै हिँडेको मान्छे कसरी पैसा कमाएको छ, कसरी गाडी चढेको छ, छोराछोरी कसरी एउटा महँगो स्कुलहरूमा पढेको छ। त्यसले गर्दाखेरि स्थानीय प्रतिनिधिहरूसँग पनि रुष्ट छन्। तर स्थानीय प्रतिनिधिहरू चाहिँ खासमा केन्द्रको एउटा चाहिँ के भन्दाखेरि तपाईँको आफै स्वतन्त्र भएर मजाले काम गरे जस्तो लाग्दैन। पार्टीको ट्यागहरू लागेको छ, उहाँहरूको चुनाव गर्दा वडा अध्यक्षले तपाईँको 50 लाख 60 लाख खर्च गरेको छ, वडा सदस्यहरूको 10-12 लाख खर्च भएको छ। त्यसले के गरेको छ उहाँहरूलाई आर्थिक रूपमा के भन्दाखेरि जबरजस्त भ्रष्ट हुन देखेको छ। त्यही भएर स्थानीय तहसँग पनि छ। तर अब यो राजनीति समाज बुझ्ने मान्छेले तुलनात्मक फेरि केन्द्रसँगै ठोकिन्छ जस्तो लाग्छ। जस्तो अहिले हामीले हेर्दाखेरि उनीहरूको मुख्य जनशक्ति भनेको युवाको आक्रोश यो अवस्थामा रह्यो भनेपछि अब हामीले चाहिँ स्थानीय तहमै भनौँ न तपाईँको मालारानी गाउँपालिका स्तरबाटै हामीले युवाको चाहना युवाको सपना पूरा गर्ने हो भने समाजका हरेक मान्छेको सपना पूरा गर्ने हो भने उनीहरूको सोच के छ अहिलेको त्यो सपना त्यो सोच पूरा गर्ने हो भने अब अलिकति कस्तो तरिकाले चाहिँ राजनीतिक दल या त स्वतन्त्र व्यक्ति या सामाजिक व्यक्ति कसरी चाहिँ अगाडि बढ्दा ठिक हुन्छ। एज अ तपाईँ युवा उद्यमीको हिसाबले पनि व्यवसायीहरू पनि यसरी अगाडि बढिदिए ठिक हुन्छ कि भन्ने कुराहरू त्यस्तो केही सोच्नुहुन्छ कहिलेकाहीँ? होइन, त्यो निश्चय सोच आउँछ। फेरि यद्यपि हजुरले यो बहुआयामिक तरिकाले सोधिसकेपछि त्यहाँनिर फेरि प्रश्नहरू आइसकेपछि त्यहाँ केही न केही मलाई पनि घोत्त लिन त्यहाँ मन त लागिहाल्छ। अनि त्यो बारेमा म के देख्छु भने अहिले जस्तो स्थानीय तहमा पनि अब तपाईँको मालारानीकै भनौँ न 74 करोडहरू त्यति पैसा आउँछ वार्षिक। अनि वडाहरूमा जाँदाखेरि त्यही 40 लाख 50 लाख त्यस्तै हाराहारी जान्छ। त्यसले आफैमा अहिलेको बजेटले तुलनात्मक रूपमा ठुलो विकास गर्न सक्ने सम्भावना छैन। अब हाम्रो के छ भनेपछि यो सबै कुरा के भन्दाखेरि केन्द्रसँग ठोकिन्छ। केन्द्रमा तपाईँको भ्रष्टाचार यति बढी छ नि, भ्रष्टाचार छ, राजस्व चुहावटको कुराहरू छ। यो देशमा सबैभन्दा धनी को भनौँ भने अब सबैलाई थाहा भएकै कुरा हो। तर त्यो धनी मान्छेले सबैभन्दा बढी कर किन तिर्दैन होइन, त्यो छ। अनि त्यही भएर सीमाहरूमा यिनीहरूमा खुल्ला तपाईँको प्रहरीले यिनले खाएको छ। अब तपाईँको यो एयरपोर्टको कुरा त अहिले तपाईँले बुझिहाल्नुभयो होइन। विदेशमा जाने मान्छेसँग यहाँ रोजगारी दिन नसकेर जो मान्छे विदेश जान्छ त्यही विदेश जाने मान्छेसँग तपाईँको पैसा वसुलेको, त्यही पनि गृह मन्त्रालय तहबाट वसुलेको भन्ने कुराहरू छ। के भन्दाखेरि यो जुन भ्रष्टाचारको कुरा छ नि, यो भ्रष्टाचारमा भएका सबै मान्छेहरूलाई त्यहाँनिर तपाईँको उनीहरूको सम्पत्ति जफत गरेर अनि गर्नुपर्छ। अब सहकारीको काण्डहरू यसरी छरपष्ट छन्। त्यो हुँदाखेरि तपाईँसँग पहिलो कुरा त के भन्दाखेरि हामीले राष्ट्रिय पुँजीको निर्माण गर्नु पर्यो। राष्ट्रिय पुँजीको निर्माण गर्नका लागि तपाईँको यो बिचौलिया अब एनसेलले कर तिरेन भने तपाईँ अब कर लिने काम त राज्यको होला नि, दायित्व होला नि। अब तपाईँको यो विद्युतको हेर्नु न, विद्युतको बगैँचा रकम कुलमानले उठाएन भनेर भन्ने मान्छे अहिले कुलमान हटेको यत्रो भयो नि, नउठाएको किन? त्यो भएर सबै कुरा के भन्दाखेरि केन्द्रका राज्यले मिलोमतोमा तस्करसँग यो राज्य आज एउटा नेपालको जनताको राज्य चाहिँ स्थापित भएन। जुनसुकै पार्टी चलाएको तपाईँको तस्करहरूले चलाएको छ। तपाईँको गभर्नर नियुक्तिको कुराहरू हेर्नु होइन, यिनीहरू तपाईँको खुल्लै पैसाको कुरा छ। अब न्यायाधीशको कुराहरू छ होइन। यिनीहरू एकदमै राष्ट्रिय स्तरकै कुरा भए। हजुर, मैले यहाँसँग अझै प्रसङ्ग मैले कहाँ जोड्छु भने हामी पालिका स्तरमा ध्यान दिन्छौँ, पक्कै पनि सायद तपाईँलाई पनि चासो चिन्ता
यादहरू, आफ्ना गाउँ पाखा रेखा बारी खेतहरूको यादहरू पनि हुन्छ होला। इभन छिमेकी होइन, मुनतिर माथितिर तलतिर यी सबै छिमेकीहरूको पनि याद हुन्छ, आफ्नो पालिकाको पनि याद नहुने कुरै भएन। पालिकाका बाटाघाटा सम्झिनुहुन्छ होला, पालिकाका विद्यालय सम्झिनुहुन्छ होला, पालिकाका केही सामाजिक राजनीतिक नेतृत्वहरू पनि सम्झिनुहुन्छ होला, युवा साथीहरू पनि सम्झिनुहुन्छ। अझ तपाईँले त वैदेशिक रोजगारीमा जाने बेला भेटघाट पनि गरिराख्नुहुन्छ। त्यही हामी एकछिन छलफल गऱ्यौँ भने हाम्रो पालिकालाई खास गरेर अबको चाहिँ नेतृत्व कस्तो भयो भने राम्रो होला र त्यो नेतृत्वले के चाहिँ गर्नुपर्छ जस्तो लाग्छ कि तपाईँलाई? यस प्रसङ्गमा पालिकाहरू जुन छन् नि, त्यो पालिकाहरू चाहिँ तपाईँको जस्तो बाख्रा भनौँ न, किसानको कुरा, पालिकाहरू यति खराब तरिकाले चलिरहेको छ नि, उनीहरूले बुझ्नुपर्छ कि जस्तो छिमेकीका बाख्रा ल्याएर बाँधेर तपाईँको कृषिको अनुदान खाएको छ, त्यस्ता मान्छेलाई अनुदान दिने पालिका अथवा कृषि हेर्ने मान्छेहरूले त्यो कुरा बुझ्नुपर्छ कि पर्दैन? अहिले तपाईँको त्यहाँ हाम्रै पालिकामा भनौँ न, त एउटा रातो टिन जुन पहिलाको खरको ढुङ्गाको छाना फालेर खरको त्यो टिन लाउने, त्यो टिनको जस्तामा तपाईँको पार्टीको सिफारिस लिएर पार्टीका मान्छेले मात्रै पाएर त्यो के भन्दा उनीहरूले, मैले यो भनिराखेको भन्दाखेरि हामी त्यो पालिकाहरू स्थानीय तहहरू सुधार गर्न सक्दैनौँ त भन्दाखेरि सक्छौँ, तर उनीहरू पहिलो कुरा के गर्नु, प्रष्ट के हुनुपर्छ भने म जनताको लागि काम गर्छु भन्ने कुरा हुनुपर्छ। अब मैले देखेको सबैभन्दा प्रमुख कुरा मान्छेलाई अझै राम्रो बनाउन र एउटा घर परिवारमा हेर्नुभयो भने तपाईँले राम्रो शिक्षा दिन सक्नुभयो भने त्यो परिवारको जिन्दगी स्वतः परिवर्तन हुन्छ। त्यही भएर हाम्रो विकासको मोडालिटी कस्तो छ भने त्यहाँ अलिकति पैसा दिउँ, हाम्रो त्यहाँ 10 जना मान्छे छन्, त्यहाँ 20 जना हाम्रो पार्टीका मान्छे छन्, त्यहाँ अलिकति उसमा हाल्यौँ, त्यो कनिका छरे जस्तो भन्छ नि। हामीसँग अहिले बुझ्न पर्ने कुरा के छ, नेपालमा बजेट एकदम कम छ। यदि बजेटले तपाईँको यो पूर्व पश्चिम रेलमार्ग बनाउने हो भने त अहिलेको बजेट जुन रेलमार्ग छुट्याउने नि, त्यो छुट्याउने भने 300 वर्ष लाग्छ भने। अनि यसरी विकास, मैले पुलसम्म पनि कस्तो अभिगत देख्छु भने नेपालमा पुल बन्नुपर्ने एकैचोटि बन्नुपर्ने होइन, तर त्यहाँ एक वर्ष 5 लाख हाल्ने, अर्को वर्ष 5 लाख हाल्ने, त्यो टाल्दै त्यो लिएर त्यो कसरी त्यो पुल पनि त्यस्तै मजबुत हुँदैन। अनि मैले देखेको के भन्दाखेरि समग्रमा पालिकाले शिक्षाको कुरालाई भन्न सक्नुपर्छ। जस्तो दक्षिण कोरियाले नै तपाईँको पहिलो आफूसँग बजेट कम हुँदाखेरि सौलदेखि बुसानसम्म जानको लागि चाहिँ तपाईँको हामी यो अरू पैसा हामी अन्त हाल्दैनौँ, हामी टोटल पैसा चाहिँ यहाँ हालेर अहिले 1 वर्षभित्र कम्प्लिट गर्छौँ भनौँ। विकासका राष्ट्रिय गौरवको आयोजना भन्छ नेपालमा, मैले स्थानीय तहकै कुरा गर्दैछु, यद्यपि त्यो प्रसङ्ग अवस्था आएर राष्ट्रिय गौरवको आयोजना भनेको छ। राष्ट्रिय गौरवको आयोजना 30 वर्ष 40 वर्षसम्म सम्पन्न नहुने पनि राष्ट्रिय गौरवको आयोजना हुन्छ। त्यो प्राथमिकता तोक्नु पर्यो नि विकासको मोडालिटी। अहिले हामीले 5 वटा विकासका आयोजना बनाउँछौँ, त्यसले प्रतिफल दिन्छ कि, अनि त्यसले चाहिँ त्यसरी अगाडि बढाउन जान्छ। जस्तो विद्युतको कुरामा नेपालमा तुलनात्मक परिवर्तन ठुलो भएको हो। अनि 8-10 वर्षमा अहिले हामीले तपाईँको 3600 मेगावाटभन्दा बढी विद्युत हामीले उत्पादन गरिरहेका छौँ भने त्यो फड्को छ। मेरो एउटै के भन्दाखेरि पहिलो कुरा मान्छेको जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा शिक्षा रहेछ। राम्रो शिक्षा पढेर, जस्तो अहिले तपाईँको दुबई गइरहेको एउटा सामान्य परिवारको महिलाले घरमा साहुको कुटाइ पिटाइ खाएर 15-20 हजार कमाइरहेको छ, तर त्यही महिलालाई एउटा त्यही केटी मान्छेलाई तपाईँको नर्स पढाएर पठाउनु भयो भने 2 लाख रुपियाँ खाएको छ। हामीले चाहिँ तपाईँको विदेश जाँदा पनि त एउटा दक्ष खालको जनशक्ति पठाउन सक्नु पर्यो नि। आज लेबरमा पठाएको छ, अब पढाइ एकतिर छ, व्यवहार अर्कोतिर छ। त्यो भनेर पालिकाले, मैले पालिकाकै कुरा गरेँ हो, हामी साना कुराहरूबाट खुसी देख्नुपर्छ, साना कुराहरूबाट सुधार गर्नुपर्छ। यद्यपि पालिका भनौँ न, हामी साथीभाइ कोही मिल्दा पनि अहिले स्थानीय तहमा पनि स्वतन्त्र उम्मेदवारहरू आएछन्, यस्ता कुराले राम्रो हाल्छ। तर पालिकाले के गर्नुपर्छ भने शिक्षाको कुरामा, आज गाउँबाट सबैभन्दा बसाइसरे किन भएको भन्नुहुन्छ भने शिक्षा र स्वास्थ्य मात्रै हो। यदि गाउँमा राम्रो खालको शिक्षा हुन्थ्यो भने, त्यहाँनिर चाहिँ बच्चाहरूले राम्रो पढ्ने वातावरण हुन्थ्यो भने तपाईँको आज तराईको भनौँ न, अब एउटा भूगोललाई किन भन्नु, बुटुलतिर हाम्रो बढी सर्छन्, तर त्यो तराईको गर्मी खान मान्छे झर्ने थिएन। शिक्षा राम्रो भएन। शिक्षा राम्रो भएन, पालिकाले के सोच्नु पर्यो भने हामी टोटल पैसा अहिले चाहिँ हामी शिक्षामा हाल्छौँ, शिक्षामा 5 वर्षभित्र 2 वर्षभित्र हामी देखिने गरी यो गर्छौँ, हामी यतिजना मान्छेलाई चाहिँ डक्टर बनाउँछ, यतिजना मान्छेलाई इन्जिनियर बनाउन सक्छौँ भनेर एउटा टार्गेट लिनुपर्छ जस्तो लाग्छ मलाई। त्यही भएर शिक्षा पनि यहाँले
के विषय पढ्नुभएको थियो 9-10 कक्षा? अब 9-10 क्लास हजुर यताको पनि मेरो एजुकेसन हो। एजुकेसनबाट मैले इकोनोमिक्स पढेँ हैन। इकोनोमिक्स हजुर इकोनोमिक्स पढेँ। धन्न मिलेछ तपाईको चाहिँ इकोनोमिक्स र अहिलेको उद्यम। तर अझै चाहिँ यदि होटलकै कुरामा जाने भने त सायद त्यो बेला नै तपाईले होटल म्यानेजमेन्टको विषयहरू पढ्न पाउने सुविधाहरू भइदिएको भए सायद त्यो पढ्नुहुन्थ्यो। अहिले यो तपाईको व्यवसायलाई अझ राम्रो बनाउनुहुन्थ्यो होला हैन? लाग्दैन त्यस्तो टेक्निकल कुराहरूमा चाहिँ? त्यो लाग्छ। हामीसँग के थियो भने त्यो अहिले जुन हामीसँग धेरै विषयहरू अप्सन भयो। हामी गाउँमा पढ्यौँ। गाउँमा पढ्दाखेरि जे आफ्नो घरबाट धाएर तपाईँको त्यहाँनिर नजिक पढ्ने छ नि त्योभन्दा हामीसँग अरू विषय थिएन। यद्यपि हामी के लाग्छ भने थोरै सदरमुकामसम्म सन्धिखर्कासम्म त्यो पढ्ने वातावरण त थियो +2हरू। मलाई लाग्छ आफूले पढिरहेको स्कुलमा +2 जुन आयो त्यति बेला नआएको भए त्यो पढ्ने अवस्था पनि के हुन्थ्यो कसो हुन्थ्यो भन्ने विषयहरू थिए। हामीसँग धेरै अप्सनहरू थिएनन्। अनि तपाईँले भने जस्तो तपाईँले चाहिँ अलि होटल म्यानेजमेन्ट गरेको अझै योभन्दा राम्रो गर्न सक्नुहुन्थ्यो, अझै राम्रो हुन्थ्यो कि भन्ने कुरा त्यो स्वाभाविक छ। हामीसँग त्यो विकल्पै थिएन कि हाम्रो अगाडि जे विषय छ फरक जस्तो अहिले स्कुलहरूमा उसमा अथवा विदेशमा त भनौँ न सानैबाट बच्चाको चाहिँ यसमा रुचि के छ, जस्तो बच्चालाई एक ठाउँ उभ्याइदिने त्यो बच्चा कता दौड्छ त होइन? त्यसका आधारमा पनि शिक्षा निर्धारण गर्ने, त्यसलाई त्यो सानैदेखि सङ्गीतमा पनि सङ्गीतमा होला, फुटबलमा पनि फुटबलमा होला होइन, अरू कुराहरूमा अब के पढ्ने हो त्यो अनुसारको छनौट गर्ने। त्यो जब तपाईँसँग अप्सनहरू छ त्यतिखेर मात्र छनौट गर्ने हो। हामीसँग बाध्यता के थियो, त्योभन्दा अरू विकल्प थिएन। र +2को चाहिँ पछि त्यो जुन छ्यापछ्याप्ची गाउँसम्म पुगेँ, त्यसले पनि अलिकति शिक्षामा योगदान गर्यो भन्ने लाग्छ मलाई। त्यस पछाडि चाहिँ यहाँ आइसकेपछि बुझ्ने कुरा यो ठिक रहेछ यो बेठिक रहेछ भन्ने कुराहरू हामीसँग अप्सन थिए। तर हामीसँग त्यो विषय चाहिँ मैले छनौट गरेको किन भन्नुहुन्छ भने त्योभन्दा अरू विकल्पहरू थिएनन्। अब मेजर इङ्ग्लिस पढ्नुपर्ने थियो, नेपाली पढ्नुपर्ने थियो, त्यो कमर्स पनि अझ हामीभन्दा त्यो पछि आएको +2। केही कुरा त तपाईँलाई पनि सोध्न मन लाग्यो होला नि मलाई? स्वाभाविक लागिरहेको छ। बेलुका प्रश्नहरूको उत्तर आफैमा आएन भने त्यो अपुरो हुन्छ जस्तो लाग्छ कहिलेकाहीँ। जस्तो हामीले सुरुमा गरेको कुरा त्यसको एन्सर आएन भने हामी त्यो विषयबाट अलग पनि हुन सक्छौँ। त्यस आधारले हजुरले जुन प्रश्नहरू गर्नुभयो त्यसले हामीलाई चाहिँ तपाईँको अलिकति त्यसरी एउटै विषयमा जस्तो अब मेरो विषयमा बढी बोल्यौँ। मलाई स्वाभाविक रूपमा हजुरसँग पनि एउटा जिज्ञासा छ। जस्तो तपाईँको जुन व्यक्तित्व एउटा सम्मान गर्नेहरूलाई अनि जुन अनुहारमा जुन चमक छ नि यसले पनि के गर्छ भने तपाईँ यति खुसी हुनुहुन्छ होइन? यति खुसी हुनुको पछाडि तपाईँले जुन आजसम्मका क्रियाकलाप गर्नुभयो, जुन गतिविधि गर्नुभयो र जीवनको सङ्घर्षमा, जस्तो हजुरले घर प्युठान भयो होइन, त्यहाँबाट यहाँ काठमाडौँसम्मको यात्रामा र यो जीवनकोमा हजुरले आफ्नै तरिकाले यो एउटा अलि प्रश्न हुने गरी बताइदिनु भयो, राम्रो हुन्थ्यो। म चाहिँ खास गरी 2062 सालमा काठमाडौँ आएँ। त्यसपछि यतैतिर पढाइ भयो अनि यतैतिर चाहिँ जागिरी गर्दै गएँ। म चाहिँ यो तपाईँले पछिल्लो समयमा जुन शिक्षाको कुरा गर्नुभयो र शिक्षालाई चाहिँ पालिका स्तरमा एकदम महत्त्वको रूपमा चाहिँ राख्नुपर्छ भन्ने कुरा जुन गर्नुभयो, त्यही अहिले चाहिँ शिक्षा क्षेत्रकै विकास गर्नुपर्छ भन्ने विषयमै काम गरिरहेको छु मैले। खास गरेर म चाहिँ पुस्तकालय गाउँ गाउँमा पुस्तकालयहरू बनाउने, शिक्षाको पहुँच पुर्याउने, शिक्षाका लागि सिकाइका लागि स्रोत सामग्रीहरूको चाहिँ पहुँच पुर्याउने यो खालको काममा चाहिँ व्यस्त छु। तर काठमाडौँ आइसकेपछि एउटा प्युठानबाट यहाँ आइसकेपछिको अवस्था भनेको हामी एकदम सामान्य परिवारका मान्छेहरू हौँ। मेरो चाहिँ 9 बहिनी गाउँपालिका हो। म चाहिँ 9 बहिनी गाउँपालिकामा विशेष गरी हाम्रो घर परिवार पेसा कृषि नै हो। घरमा हामी कोही पनि सरकारी जागिरी या त्यो बेलासम्म कुनै जागिरी पनि थिएनौँ। काठमाडौँ आएर बस्ने, पढ्ने, त्यसपछि आफ्नो जब गर्ने सम्मको अवस्था रह्यो। करिब 20 वर्ष जति भन्दा बढी भयो म यहाँ। तर अब मलाई पनि यो तपाईँले अघि कुरा गरे जस्तो हाम्रो पालिकाहरू चाहिँ कसरी विकास हुनु पर्थ्यो होला, कस्ता खालका विषयहरूलाई चाहिँ योजनाको रूपमा प्राथमिकता दिन पर्छ होला भन्ने विषयमा जहिले पनि चासो लागिराख्ने
गाउँघरको यादहरू आइराख्ने होइन। अब घाँस दाउरा गरिएन कि, हलो कुट्नु कोदालो गरिएन कि, होइन, रोपाई खेतीपातीहरू गरिएन कि, एकदमै गरियो। ती सबै कुराले चाहिँ छुन्छ र विकास हुँदाखेरि पनि पालिका स्तरमै रोजगारी होस्, होइन, वैदेशिक रोजगारीमा जाने मान्छे सामान्यतया भनौँ न, हामीसँग कुनै सामुदायिक वन छ भने त्यो वनमा 1-2 जना रोजगार बनाउन्, त्यो वनमा चाहिँ नगदे बाली अथवा फलफुल अथवा जडीबुटी के त्यस्तो चाहिँ हामीले रोप्ने, त्यहाँबाट उत्पादन लिने गर्न सक्छौँ, त्यहाँ चाहिँ रोजगारीहरू दिन सकिन्छ जस्तो लाग्छ। अहिले भइराखेका विद्यालयहरूमा पनि विभिन्न प्राविधिक व्यक्तिहरू जस्तै नर्सहरू होला, खेलकुदको शिक्षकहरू होला, सङ्गीतको शिक्षकहरू होला, त्यस खालको चाहिँ रोजगारीहरू प्रदान गर्न सकिन्छ कि भन्ने लाग्छ। अब कयौँ अवस्थामा चाहिँ हाम्रो पहाडी भूभागहरू चाहिँ विपद जोखिमको हिसाबले चाहिँ अब अहिले यो सिजन पनि हामी बुढिराखेका सिजन पनि वर्षे सिजन हो, बर्खाको सिजन छ, कति ठाउँमा बाढी पहिरोहरू गइरहेको हुन्छ। त्यो क्षेत्रको चाहिँ दक्षताका लागि मान्छेहरूको क्षमता अभिवृद्धि गर्ने, त्यही खालको चाहिँ सिप क्षमता भएका मान्छेहरू चाहिँ होइन उत्पादन गर्ने, त्यो खालको भइदियो हुन्थ्यो होइन। त्यसै गरी अब कयौँ हाम्रा गाउँघरहरू पनि भौतिक रूपमा चाहिँ बाटाघाटाका निर्माणहरूको कुरा, भौतिक रूपमा विद्यालय भवनहरूको निर्माणको कुरा, त्यहाँ पनि सिप चाहिने हुन्छ। कतिपय काठको काम गर्ने मिस्त्रीहरूको खाँचो होला, कतिपय चाहिँ ढुङ्गा माटो गारोको काम गर्ने मिस्त्रीहरूको खाँचो होला। त्यस्ता खालका चाहिँ तालिमहरू प्रदान गर्ने, त्यहाँबाट रोजगारी सिर्जना गर्ने होइन। त्यसै गरी अलिकति नयाँ ढङ्गले हजुर तपाईँलाई जस्तो हजुरलाई चाहिँ जुन भूगोल माटोप्रतिको त्यो सामिप्यता जुन कुरा छ त्यो त हजुरले सुरुमा मबाट पनि प्रवेश गराउनु, त्यो प्रति हजुरको लगाव छ, यद्यपि हामीसँग हुनुपर्छ भन्ने लाग्छ। मलाई चाहिँ ट्याक्कै सोध्न मन लाग्यो, शिक्षाको क्षेत्रमा हजुरले काम गरेको मान्छे, मेरो 1 नम्बर जस्तो बेलायतमा पनि एउटा प्रधानमन्त्रीले तपाईँको प्राथमिकता के भन्दाखेरि 3 चोटि मेरो शिक्षा 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 भनेको भन्ने कुराहरू छ। अनि मैले जान्न खोजेको जस्तो यो नेपालको जुन अहिले छ नि विकास नहुनुको एउटा प्रमुख कारण शिक्षा हो भन्ने लाग्छ। एउटा कुरा मान्छेलाई शिक्षा, राम्रो शिक्षा नै प्रदान गर्न सक्ने, त्यसभित्रको फेरि गुणस्तर जुन शिक्षाको गुणस्तर छ नि, अब अहिले एसएलसीमा यति भयङ्कर आउँदा खुसियाली पनि मनाएको देखिन्छ, तर त्यो गुणस्तरीय कतिको छ, त्यो विद्यार्थी कति चाहिँ अब भनौँ न हामीले वर्षेनी अब ट्युबबाटदेखि लिएर धेरै मान्छेहरूलाई पास गरिरहेको, तर त्यो जनशक्ति आफै केही गर्न सक्ने क्षमताको छ कि छैन, उद्यमशीलताको कुरा छ, सोचको कुरा छ, विचारको कुरा छ, चिन्तनको कुरा छ होइन, हरेक कुरा छ नि। यो शिक्षाले जुन अहिले नेपालको जुन करिकुलम छ यसले चाहिँ देशको एउटा विकास नहुनुको कारण हो जस्तो लाग्छ शिक्षामा पनि। यसमा त मैले त तपाईँलाई ठ्याक्कै भन्दाखेरि के भन्छु भन्नुहुन्छ भने, अब त्रिभुवन युनिभर्सिटीले या त पाठ्यक्रम विकास केन्द्रले जुन पाठ्यक्रम बनाउँछ, त सरकारले चाहिँ सरकारको निर्देशनमा या त विज्ञको निर्देशनमा अथवा विज्ञको विज्ञतामा चाहिँ जुन कुराहरू बन्छ पाठ्यक्रम, म त के भन्छु भने करिब 60 नम्बरको चाहिँ प्राक्टिकल, करिब 40 नम्बरको मात्रै हरेक विषयमा थ्योरिटिकल कुराहरू राखेर हरेक व्यक्तिलाई नेपालीमै प्राक्टिकल कुरा कसरी गर्ने भन्ने निबन्ध लेखन गरौँ न होइन। नेपालीमा निबन्ध लेखन गरौँ होइन, निबन्ध लेखन पनि विपदसँग जोडौँ होइन, निबन्ध लेखन चाहिँ वैदेशिक रोजगारीसँग जोडौँ। यी प्रकारले चाहिँ हामीले प्राविधिक प्राक्टिकल नम्बरमा चाहिँ हामीले यो पाठ्यक्रमहरू डिजाइन हुनुपर्छ भन्ने लाग्छ एउटा। र अहिले चाहिँ नेपाली समाज या त नेपाली विद्यार्थीहरूले जुन पढ्ने करिकुलम छ यसले पुगेकै छैन। यसले पुगेको हुन्थ्यो भने त यत्रो दिनमा चाहिँ 2500 देखि दिनमा 9000 सम्म मान्छे युवाहरू चाहिँ विदेश गएको रेकर्ड छ यो वर्षमा। दिनमा भने करिब अहिले 7 देखि 10 जना मान्छे त हाम्रा युवाहरू बाकसमा फर्किन्छ। त्यो विडम्बनाको कुरा छ। यो चिज चाहिँ परिवर्तन गर्नको लागि त हाम्रो शैक्षिक अवस्था, हाम्रो पाठ्यक्रम, यो सबै कुरा आमूल परिवर्तन हुनुपर्छ।
र व्यावसायिक रूपमा जानुपर्छ। त्यही त अब यो सबै हिसाबले हेर्दाखेरि युवाको लागि चाहिँ बस्नलाई उपयुक्त। यद्यपि मान्छेहरू चाहिँ यो सुख खोज्दै हिँड्ने कुराहरू चाहिँ निरन्तर भइरहेको कुरा हो। हामी मान्छे पनि अफ्रिकाबाट आएको भन्ने कुराहरू चाहिँ विभिन्न ठाउँ बसाइसराइ गर्दाखेरि यहाँ आएको, यही पहिले थिएन र अन्तिमसम्म यहाँ रहन्छ भन्ने पनि कुरा होइन। तर अहिले नेपालमा सबै ठाउँ एउटा चिया पसलदेखि राष्ट्रिय बससम्म हुने हुँदाखेरि युवाहरू चाहिँ यो देशमा किन बस्न सकेनन् भन्ने प्रश्न छ। तपाईँको भ्यूबाट हेर्दाखेरि यो युवाहरू चाहिँ त्यो हामी रोक्ने भन्ने भाषा प्रयोग नगरौँ, त्यो रोक्ने भन्ने हुँदैन, तर युवा चाहिँ कसरी यो देशमा रहन सक्छन् भन्ने चाहिँ हजुरको चाहिँ एउटा थोरै। मलाई एकदमै राम्रो कुरा उठाउनु भयो। म आफू चाहिँ मैले अहिले जहाँ काम गरिरहेको छु मैले त्यहाँ पनि मैले करिब 2 वर्ष नितान्त भलेन्टियर स्वयंसेवकको रूपमा काम गरेर काम सिकेर चाहिँ अहिले मेरो जागिर छ। म त के भन्छु भने हरेक युवाहरूले चाहिँ अलिक बढी समय मेहनत गर्नुपर्छ नेपालमा। केही बढी समय मेहनत गर्यो भने नेपालमा टिक्नै नसक्ने भन्ने चाहिँ होइन। सामान्यतया कुरा गरौँ, हामी कुनै व्यक्ति परिवार कोठामा बस्छौँ, हाम्रो परिवारले बिहान बेलुका खाने छाकमा चाहिँ हामीले लसुन प्याजको प्रयोग गर्छौँ तरकारीमा। यसरी बुझौँ कि लसुन प्याज हामीले हिसाब किताब गर्यो भने करिब करिब एउटा परिवारले वर्षमा 35 देखि 40 हजार पैसाको चाहिँ लसुन खान्छ, 35 देखि 40 हजार पैसाको प्याज खान्छ। यदि हामीले चाहिँ त्यो किन्नु पर्यो भने कति पैसा जान्छ? 35-40 हजार पैसा जान्छ। तर त्यो फलाउनु पर्यो भने हामीलाई कति समय लाग्छ? हामीले एकचोटि चाहिँ बेर्ना लगाउँला, हामीले रोपौँला, त्यसपछिको त्यसको 3 महिना 5 महिनाभित्र चाहिँ त्यो हाम्रो फल्छ, हामीले निकालिसक्छौँ। यदि त्यति मात्रै त्यो अनि त्यसको चाहिँ त्यो खन्ने जोत्ने रोप्ने मात्रै समय कति हुन्छ? बढीमा बढी एउटा परिवारलाई पुग्ने प्याज लसुन हो भने बढीमा बढी 1 दिन 2 दिन के त्यति समयमा लगाएको खेतीले त्यत्रो हामीलाई खान पुग्ने हुन्छ भने हाम्रो त त्यो त खेर गयो नि त पैसा त। यदि हरेक युवाले चाहिँ यो सामान्य उदाहरणलाई पनि याद गरेर हामीले खेती कृषिमै ध्यान दिने हो भने, नगदे बालीमा ध्यान दिने हो भने, हेर्नुहोस् हाम्रा पाखाहरूमा चाहिँ टिमुर यति धेरै फल्छ। त्यो टिमुर चाहिँ हाम्रो पाखा रेखामा टिमुर लगाएर चाहिँ प्रशस्त मात्रामा त्यसको चाहिँ त्यो खालको जडीबुटी हो, त्यसको अचारहरू बन्छ, विभिन्न के बन्छ। अब अझ त्यसको विज्ञ पनि हामी होइनौँ, त्यसकारणले त्यसको उत्पादनलाई चाहिँ बढाउने हो भने त्यहाँ कयौं मान्छेहरू त्यसमै रोजगार हुन्थे होइन, कयौं जडीबुटी त्यसरी उत्पादन गर्यो भने रोजगार मान्छे हुन्थे। भनेपछि युवाहरूले पहिलो कुरा त सानातिना कुराहरूमा पनि खुसी हुनु पर्यो कि सानातिना कुराहरू, सानातिना उपलब्धिहरूलाई पनि उनीहरूले उपलब्धि मान्न पर्यो कि साना सफलताहरूलाई पनि उनीहरूले सफलता मान्न पर्यो कि त्यसपछि अनि बल्ल चाहिँ उनीहरूले थप प्रगतिहरू गर्ने, यो देशमा बस्ने इच्छाहरू चाहिँ जागृत हुने यो अवस्था आउँछ जस्तो लाग्छ मलाई। अब गाउँघरमा रोजगारीको अवसरले हो, शिक्षाको, स्वास्थ्यको, 3टा कुरा विशेष गरेर म भन्छु, 3टा कुरा रहने पनि मान्छे गाउँमा बस्न सक्छ। एउटा प्रमुख कुरा रोजगारी, शिक्षा र स्वास्थ्य, 3टा कुराहरू भयो भने गाउँघरमा माथि बस्न सक्छ। हजुरले भने जस्तो म आफै पनि के गरौँ भन्ने लाग्छ, तर यो काठमाडौँको यस्तो ठाउँमा आएर बस्नु परेको छ। तपाईँले भनेको कुरा मैले व्यवहारमा उतार्न चाहन्थेँ, तर मसँग खेती गर्नलाई जमिन छैन यहाँ, अनि त्यो चाहिँ एउटा बाध्यता छ। अनि हाम्रो चाहिँ तपाईँको पहिलादेखि हेर्नुहुन्छ भने हजुरले यो परम्परागत कृषि प्रणाली छ नि, तपाईँको कुनै पनि व्यक्ति, कुनै पनि भूगोल, कुनै पनि ठाउँ एउटा चिजको लागि प्रख्यात हुन्छ। तर हामी के गर्छौँ, त्यही एउटै बारीमा पनि सिमी पनि लगाइदिएको छ, फर्सी पनि लगाइदिएको छ, अरू सबै कुरा भनौँ न, सबै कुरा हामीलाई एक ठाउँ चाहिन्छ। अनि तपाईँले भनेको त्यो टिमुरको व्यावसायिक खेतीमा जाँदाखेरि कसरी हुन्छ भने एउटा किसान तपाईँसँग भएको 50 केजी बेच्नको लागि गाडी चढेर बजार आयो, होटेल खायो, बस्न पर्यो, अथवा त्यो काठमाडौँ ल्याउन त गाडी भाडाले पुग्दैन।
उत्पादन भनेको जहिले पनि के भन्दाखेरि किसानलाई जुन किसान हुन्छ नि किसानलाई व्यापारी बनाउनु हुँदैन। किसानको उत्पादन किन्दिने भनेको राज्यले हो स्थानीय तहले एउटा चाहिँ सिस्टमले हो। त्यो हुँदाखेरि खेती किसानी गर्ने मान्छेलाई त्यो बुटोल काठमाडौँ कोही बेच्न आउनु पर्यो त्यसको जाउ गाडीहरूले भ्याउँदैन। त्यो भएर हामी ठुलो मात्रामा हामी व्यवसायिक खेती गर्नुपर्छ। त्यो राज्यले न्यूनतम मूल्य तोक्दैन। जस्तो अब तपाईँको आलुको अहिले 40 रुपियाँ 50 रुपियाँ किलो तोकिदिने हो, त्योभन्दा बढीमा किसानले बेच्न सक्छ, ठिक छ। बेच्न सक्दैन, राज्यले खरिदेर उसलाई पैसा दिनुपर्छ अनि त्यसरी मात्रै किसान हो लाग्छ। अनि त्यही भएर मैले देख्दाखेरि अब केही कुराहरू व्यावहारिक छैनन्। जस्तो त्यहाँ गाउँमा पनि हजुरको के भन्दाखेरि अब यो अनुदान बिरुवाहरू यिनीहरूमा पनि तपाईँको अब त्यहाँ राजनीति फेरि जोडेर आउँछ। त्यसले चाहिँ के भन्दाखेरि राम्रो मान्छेलाई तपाईँ गर्नुहोस् भन्न सक्दैन। आज प्रहरीमा राम्रो मान्छे छ, किसानमा राम्रो मान्छे छ, कर्मचारीमा राम्रो मान्छे छ, त्यो मान्छेलाई त्योभन्दा गलत मान्छेलाई माथिबाट पोज लगाएर माथि निकाल्दैछ। त्यो गलत जुन कमजोर मान्छे आफूभन्दा कमजोर मान्छेबाट शासित हुनु परेपछि त्यो मान्छेले त्यहाँनिर आफूलाई आफ्नो सृजनशीलता आफ्नो क्षमता दक्षता प्रयोग गर्न चाहन त्यो के भन्छ त्यहाँबाट पलायन हुने सम्भावना बढी हुन्छ। यसमा अब हामी अझै बढी स्थानीय तहमा केन्द्रित हुने हो भने हाम्रा पालिकाहरूमा राम्रा सम्भावनाहरू छन् है। हाम्रो यो सेउलीबाङबाट बग्ने एउटा खोला छ, माथि चाहिँ सेउलीबाङ हुँदै बग्छ र तल आएर चाहिँ त्यो राप्ती हुन्छ होइन। अनि यो झिमरुक हुन्छ अनि झिमरुक र माडी मिसेपछि त्यो चाहिँ राप्ती हुन्छ। यो खोलाको छेउछाउमा हुने खेतहरूमा चाहिँ प्रशस्त बाली लगाउन सकिन्छ। अब त्यसको चाहिँ मुख्य गरी त खोलाको वरिपरि हुने जुन जोखिमहरू छन् तिनीहरूलाई चाहिँ न्यूनीकरण गर्ने, बाँधहरू बाँध्ने त्यो राज्यले व्यवस्था गरिदिनु पर्यो। सँगै चाहिँ त्यहाँ माछा पालनहरूको सम्भावना राम्रो छ। माछा पनि तपाईँको त्यो पहाडको जडीबुटीबाट बग्दै आएको खोला, हिमालको हिउँ पग्लेर बग्दै आएको खोलाको पानीबाट चाहिँ उत्पादन हुने चिज भनौँ न, उत्पादन हुने चाहिँ अन्नबालीहरूदेखि लिएर माछाहरू भयो, इभन मान्छेहरू पनि स्वस्थ हुने अवस्था छ। त्यस कारण यस्ता कुराहरूलाई प्राथमिकता दिनुपर्छ। युवा वर्गले पनि त्यो सोच बनाउनुपर्छ भन्ने लाग्छ। त्यो मात्रै नभएर युवा वर्गले सोच सफलता मात्रै सपना मात्रै देखेर नभएर अरू सबै मान्छेले, हाम्रो सिङ्गो समाजले, सिङ्गो राजनीतिले होइन, यो संरचनाले नै हामी युवाहरूलाई चाहिँ अलिकति समेट्ने, अलिकति उत्प्रेरणा प्रदान गर्ने र केही चाहिँ सहयोगहरू पनि प्रदान गर्ने काम गर्यो भने पक्कै पनि हामी अगाडि बढ्न सक्छौँ। त्यो चिजको सुरुवात चाहिँ हामीले पालिका स्तरबाट गर्नुपर्ने हुन्छ भने हाम्रो विद्यालय स्तरबाट चाहिँ हाम्रो पाठ्यक्रम भनौँ न, पाठ्यक्रम नै अहिले यो अवस्थामा छ भने पनि हामीले शिक्षक वर्गहरू जो हुनुहुन्छ अझ उहाँहरू त दैनिक बिहान बेलुका चाहिँ आफ्नै खेतीबारी पनि गरेर दिउँसो गरेर पठाउनुहुन्छ। त्यही चिज चाहिँ हाम्रो युवाहरूले चाहिँ अलिकति गर्न पायो भने त्यो एउटा कुरामा चाहिँ तपाईँको कुरामा एकदम दम छ। त्यो एउटा कुरा केमा दम मलाई लाग्यो भने किसान व्यापारी हुँदैन, किसानले उत्पादन गर्छ, त्यसको व्यापार अथवा त्यसको बजारको व्यवस्थापन चाहिँ खास गरेर राज्य सरकारले गरिदिनुपर्छ भन्ने कुरामा म एकदमै सहमत छु। किसानको खेतबाट तपाईँले धान जम्मा गरिदिनु बेचिदिनु भयो भने, किसानको बारीबाट तपाईँको राज्यले टमाटर बेचिदियो भने, किसानको पाखा पखेराबाट चाहिँ टिमुर किनेर बेचिदियो भने त किसानले त प्रशस्त पैसा आम्दानी गर्छ। किसान जब आम्दानी गर्छ त्यो आम्दानीले उसको बालबालिकाको शिक्षामा योगदान पुर्याउँछ। त्यसै गरी घर परिवारको चाहिँ घाँसबास कपासमा चाहिँ योगदान पुर्याउँछ। त्यसै गरी उसको आर्थिक स्थिति चाहिँ राम्रो बन्दै गयो भने राज्यलाई उसले कर तिर्दै जान्छ, त्यसपछि राज्य धनी हुँदै जान्छ। त्यो तिरेको करले वार्षिक रूपमा सङ्कलन भएको चाहिँ राजस्वले चाहिँ प्रत्येक हाम्रा गाउँ पाखा पखेराहरूको विकास हुन्छ। त्यसकारण यो समग्रमा चाहिँ एक खालको यो सिस्टममा, यो खालको चाहिँ समग्र पद्धतिमा चाहिँ हामीले काम गर्न सक्यौँ भने र काम गर्ने उत्प्रेरणा चाहिँ प्रत्येक युवामा पनि जागृत हुन सक्यो भने हामी युवाहरू चाहिँ खुसी हुन्छौँ जस्तो लाग्छ कि, हामी युवाहरू चाहिँ व्यस्त हुन्छौँ जस्तो लाग्छ कि, अनि हामी युवाहरूले चाहिँ सफलता प्राप्त गर्छौँ जस्तो लाग्छ कि। त्यति मात्रै नभएर हामीले हातोमालो चाहिँ गर्नुपर्ने छ कि
कति सामान्य कुराहरूमा अहिले प्रविधिले हो या केले हो, मोबाइल हेर्ने, फेसबुक हेर्ने अथवा अन्य कुरामा भुल्दै गर्दाखेरि हो, या त चाहिँ घर परिवारमा भएको आर्थिक अवस्थाले हो, या त समाजको राजनीतिक यो एकदमै बढी हावी भएर हो, या त चाहिँ मागहरू के युवा वर्गको मागहरू चाहिँ आज मोटरसाइकल चाहियो, भोलि अर्को चेन्ज गर्नुपर्ने भयो, आज मोबाइल चाहियो, भोलि अर्को मोबाइल चेन्ज गर्नुपर्ने भयो, अथवा मागहरू बढ्दै गएर हो या के हो, अलिकति वितृष्णा अनि तनाव, रिस केही हदसम्म चाहिँ समाजमा वृद्धि भएको देखिन्छ कि यसलाई चाहिँ अलिकति न्यूनीकरण गर्दै गरेर समाप्त नै गर्नुपर्ने स्थितिमा पुग्ने हो भने हामी सानातिना कुराहरूले पनि खुसी हुनुपर्ने छ, सन्तुष्ट हुनुपर्ने छ होइन। मैले त तपाईँकोमा के देखेँ भने सानो एउटा राम्रो होटल चलाउनु भएको छ, तपाईँको व्यवसाय चलिरहेछ, एकदमै राम्रो छ। कयौं युवाहरूलाई चाहिँ तपाईँले स्वागत गर्न पाउनुहुन्छ, बस्छन् उनीहरूको कथा व्यथा पनि सुन्न पाउनुहुन्छ। उनीहरूलाई चाहिँ अब बाध्यतावश विदेश जाँदै गर्दा तपाईँले विदाई पनि गर्नुहुन्छ, तर त्यहाँनिर तपाईँले विदाई गर्दै गर्दा प्रगति देख्नुहुन्छ, प्रगति चाहनुहुन्छ, त्यहाँ गएर पैसा कमाओस् भन्ने सपना तपाईँले पनि देख्नुहुन्छ भने मनमा नै मात्रै होइन, तपाईँले बाहिर पनि बाबु भाइ अथवा दाजु अथवा बहिनी दिदी तपाईँले सफलता प्राप्त गर्नुहोला, राम्रोसँग काम गर्नुहोला, सुरक्षित काम गर्नुहोला, नठगिनु होला, चलाक हुनु होला, यस्तो गाइड त तपाईँले पनि गर्नुहुन्छ। त्यसकारण हामी जहाँ छौँ त्यहाँबाट हामीले हरेक व्यक्तिलाई गाइड गर्ने, उत्प्रेरणा दिने र आफ्नो काममा सन्तुष्ट हुने काम भयो भने त अत्यन्तै राम्रो हुन्छ जस्तो लाग्छ मलाई। तपाईँले बडो एउटा राम्रो प्रसङ्ग के ल्याउनु भयो भने जस्तो हाम्रा मान्छेहरू आज यो गाडी घोडा धन सम्पत्तिको पछि लागेर यसले वैदेशिकमा यसले जान बाध्य त्यसले पनि पारेको, तर एउटा चाहिँ के रहेछ भने व्यक्तिले गर्ने भनेको निकै सानो एरिया हुनेछ उसका। जस्तो तपाईँसँग शिक्षा कति छ, जस्तो राज्यसँग चाहिँ असीमित दायरा हुन्छ। राज्यसँग के भन्दाखेरि तपाईँको ऋणमा पनि चल्न सक्छ, विदेशबाट ल्याउन सक्छ, राज्यलाई ठुल्ठुला व्यापारीहरूले पनि तपाईँको राम्रो विकास हो भने सपोर्ट गर्न सक्छ। व्यक्तिले गर्ने कुरा कहिले के भन्छ, म धेरै मान्छेहरू देख्छु, म परिवर्तन गर्छु भनेर आएको, तर परिवर्तन गर्दै जाँदाखेरि उसको घरमा बच्चाले के खाने कस्तो खानेसम्म पनि अप्ठ्यारो परिसकेपछि त्यो मान्छे फेरि भागेर विदेश गएको छ, कति गएको छ। विदेश जाने यो नेपाल रहने भनेको अहिलेको विश्वको लागि त्यति जटिल विषय होइन, अवसरका लागि जानुपर्छ। अनि के भन्दाखेरि थोरै समाज चाहिँ भड्किलो भएको भन्ने मलाई के लाग्छ भने एउटा सामान्य मान्छेको जिन्दगी हेर्नुहुन्छ भने सुरुमा 2-2.5 लाख रुपियाँ ऋण खोजेर तपाईँको हामी चाहिँ धेरै मान्छे सामान्य मान्छेको नि उदाहरण दिनुपर्छ, खाडीका देशहरू जान्छ, ऊ 3 वर्ष 4 वर्षपछि फर्किन्छ, उसले 5-6 लाख रुपियाँ कमाउँछ। अनि 5-6 लाख कमाइसकेपछि अब केटा बिहा गर्ने बेला पो भन्छ, त्यसले त्यो बिहा गर्नको लागि फेरि 10-15 लाख रुपियाँ खर्च गर्छ र फेरि 15 लाखको 10 लाखको चाहिँ तपाईँको के गर्छ, ऋणको भारी बोकेर फेरि विदेश जान्छ। अनि त्यो बिहे गइसकेको मान्छे फेरि 5 वर्ष 6 वर्ष फेरि विदेश बस्छ। त्यो विदेश 5-6 वर्ष बस्छ पनि त्यसले के भन्छ, अब जग्गा लिन पर्यो भन्छ, एउटा तराईको कुनै ठाउँमा जग्गा लिने चलन हुन्छ। जग्गा लिँदाखेरि फेरि 12-15 लाख रुपियाँ त्यहाँ जान्छ, त्यो मान्छे त्यो हुन्छ। त्यसपछि घर बनाउने कुरा हुन्छ, अनि घर बनाउँदाखेरि उसकै उमेर आफैमा 30-35 वर्ष भइसक्छ। अनि त्यो घर बनाउँछ 70-80 लाख अथवा 90-1 करोड बन्ला। त्यो घर बनिसकेपछि त्यो घरले आफैमा उत्पादन दिँदैन, त्यसले रोजगारी पनि दिँदैन। अहिले 20-25 लाखकोले 1-2 जना मान्छेलाई रोजगारी सिर्जना गरिन सकिन्छ भने घरमा लगाएको लगानीले जुन त्यो रोजगार सिर्जना गर्ने तिनी होइनन्, संस्थाहरू होइनन्। त्यसले गर्दाखेरि घरले चाहिँ के भन्दाखेरि कङ्क्रिटको घर बनाउने, अनि त्यसले घरले चाहिँ स्याहार सम्हार सबै कुराहरू खोज्छ, रङ रोगन फर्निचरको कुराहरू। त्यसले गर्दाखेरि अहिले सबैभन्दा प्रमुख कुरा नेपालमा मैले आफ्नो मेरो घर बनाउनु पर्छ भन्ने छ। अब घर सबैलाई चाहिन्छ चाहिँदैन मलाई थाहा छैन, तर घर चाहिँ जुन आफन्तले पनि एउटा ससुरालीले पनि होइन हरेक कुराले के घर छ कि छैन भन्ने खालको आयो नि। तर घर जुन घरमा गइरहेको छ सबै पैसा, जस्तो यो लुम्बिनी प्रदेशकै अघिल्लो डाटा हेर्नु तपाईँको 68% चाहिँ घर जग्गामा मात्रै पैसा वैदेशिकबाट आएको पैसा धेरै छ, अनि 68% चाहिँ त्यसमा मात्रै गएको छ। त्यसपछि अरू शिक्षा स्वास्थ्य अरू कुराहरू छ। अनि त्यो छ मलाई चाहिँ हजुरले जुन अहिले पाखा पखेरा खोला नदी जुन कुरा गर्नुभयो, स्थानीय तहको कुरा गर्नुभयो, मैले सबैभन्दा मलाई खड्केको विषय एउटा के लाग्छ, नेपालको अर्को दुर्भाग्य के लाग्छ भने अब 46% तपाईँको जङ्गल राखेर बसेको छ। मैले देख्छु, म जन्मिँदा पनि त्यहाँ
मेरो गाउँदेखि पहाडीपट्टि रहेको जङ्गल त्यत्तिकै भनौँ न त्यो हरियाली अथवा कालो देखिन्छ कि पुरा जङ्गल देखिन्छ। त्यस्तो जङ्गलमा काठहरू कोएर तपाईँको त्यही बगेका छन्, त्यही मोल भएको छ, त्यो केही छैन। न त्यहाँको मान्छेहरूले घाँस काट्न पाउँछ न त्यो काठहरू उत्पादन गर्छ। तर अहिले हामी सुत्ने गाउँघरमा भएका बेडहरू पनि खाटहरू भनौँ न, बेड नै भनौँ, बेडहरू तिनीहरूदेखि ल्याएर फर्निचरका झ्याल ढोका जुन घर बनाउँदाखेरि चाहिने हाम्रा काठका छन्। अब मलेसियासम्म यहाँ काठ आउँछ भन्ने नेपालमा त्यो छ। अनि तपाईँको यहाँ अरू पनि हाम्रा गाउँघरमा पनि काठहरू गाउँबाट त्यहाँ हुन छोडिसके। त्यो जङ्गल हामीले के बुझ्नुपर्छ भने मान्छेले के भन्छ भन्दाखेरि विदेशले विभिन्न ठाउँहरूले तेल बेचेको छ, खनिज बेचेको छ, आफूसँग जे छ त्यो बेच्ने हो कि। जस्तो हजुरले चाहिँ के भन्दाखेरि अब आर्मीले तपाईँको फास्ट ट्र्याक बनाउँदाखेरि एउटा रुख काट्न लगाई वनले नदिएर 9 वर्ष लाग्यो भन्छ आर्मीले। अनि सामान्य मान्छेहरूले वन काट्न त तपाईँको जेल जाने सम्भावना विभिन्न। तर कुरो के हो भनेदेखि मैले बुझेको हामीले 1000 बिरुवा अहिले रुखहरू काट्दैछौँ भने 2000 बिरुवा रोप्ने हो नि। तर बिरुवा छुनै हुन्न भन्ने यो कहाँको, किन हामीसँग भएको प्राकृतिक स्रोत साधनको उपभोग नगरिकन देश कसरी समृद्धि हुन्छ? त्यो आधारले के भन्दा मैले देखेको बिरुवाहरू जङ्गलहरू नेपालमा बेच्नुपर्छ। बेचिसकेपछि के भन्दाखेरि बिरुवा त्यसको डबल ट्रिपल लगाउन। तर त्यो जङ्गल हामीले राखिराख्न पर्ने, त्यो सडेको छ, गएर गएको छ। रुखहरू त्यो काँडा जुन छन् नि काँडाहरूको त्यो एकदम घना जङ्गल छ, छिर्नै नसक्ने छ। जङ्गली जनावरदेखि लिएर सबैलाई अस्तव्यस्त बनाएको छ। त्यही त्यो जङ्गलको पनि मलाई के लाग्छ उपभोग गर्नुपर्छ। अब चाहिँ जडसूत्रवादी भएर पहिला जस्तो यो हामी हुन्न जङ्गल छुने यो छुने होइन, प्राकृतिक स्रोत र साधन भनेको जहिले पनि प्रयोग गर्नुपर्छ। अनि हजुरले भने जस्तो त्यो खोलाहरू बगेर गइरहेको छ, पानी खेर गएको छ, माथि पानी छैन, सिँचाइ गर्ने ठाउँहरू छैन, के छैन। यो कुरामा राज्यले ठुलो नीति बनाउनु पर्छ र यहाँबाट चाहिँ देशमा केही कुराहरू सङ्केतहरू आउँछ र बिस्तारै देश लयमा जान्छ भन्ने मलाई लाग्छ। असम्भव छैन, राम्रो सम्भावना छ। यो जस्तै म एउटा वर्कसपमा कार्यक्रममा गएको थिएँ, त्यहाँ चाहिँ एकजना गेस्ट हुनुहुन्थ्यो। उहाँले चाहिँ इन्डियाको हुनुहुन्थ्यो, उहाँ सिक्किमको हुनुहुन्थ्यो। त्यहाँ सिक्किम चाहिँ भारतको जतिवटा राज्यहरू छन् ती राज्यहरूमध्ये पहिलो चाहिँ हरित राज्य रहेछ नि, ग्रिन स्टेट। त्यो चाहिँ त्यहाँ कस्तो सम्मको रहेछ भने हरेक एउटा व्यक्तिले पनि त्यो राज्यलाई त्यो देशलाई कतिसम्म योगदान पुर्याउँछ भन्ने कुरा। प्रत्येक घरमा चाहिँ कुनै एउटा बच्चा जन्मियो भने उसको नाममा चाहिँ 2वटा बिरुवा चाहिँ घरको मान्छेले हुर्काउनु पर्दो रहेछ। अब अहिले चाहिँ केही नगरपालिकाहरूले नेपालमा पनि कसैले नयाँ घर बनाउँदैछ भने त्यो घर बन्दै गरेको घर परिवारको मान्छेले चाहिँ कम्तीमा एउटा या 2टा बिरुवा चाहिँ हुर्काउने भन्ने कुराहरू चाहिँ चलेको छ। तपाईँले भनेको कुरामा म एकदम सहमत छु। जस्तै जङ्गलमा कुहिएर जाने जुन काठहरू छन् अथवा अलि धेरै समय भएका काठका रुखहरू छन् तिनीहरूलाई चाहिँ हामीले काट्ने, त्यसको सदुपयोग गर्ने र नयाँ बिरुवाहरू चाहिँ हुर्काउने प्रकृति हो। यो इकोसिस्टम छ, यो चाहिँ निरन्तर चलिरहेको छ। अब त्यो इकोसिस्टमभित्र कुहिएर मल हुने पनि हुन सक्ने भयो, यो हुर्काउने कुरा नयाँ बिरुवा हुर्काउने पनि भयो, त्यो सँगै चाहिँ त्यो काठको सदुपयोग गर्ने कुरा पनि भयो कि होइन। त्यो हिसाबले चाहिँ यो महत्त्वपूर्ण कुरा छ। जल जङ्गलको संरक्षण मात्रै नभएर त्यसको सदुपयोग पनि हुनुपर्छ भन्ने कुरा चाहिँ यस्ता विविध जुन सोचहरू छन्। जस्तै जङ्गलको व्यवस्थापन, जङ्गलमा हुनुपर्ने रोजगारी, जङ्गलको अरू थप उत्पादन, त्यसै गरी नदी नालाको संरक्षण, त्यसको सदुपयोग मार्फत उत्पादन बढाउने कुरा, त्यसै गरी चाहिँ स्थानीय सरकारले विभिन्न सिपमूलक चाहिँ होइन एक खालको चाहिँ व्यावसायिक तालिमहरूको कुरा, त्यस सम्बन्धी चाहिँ लगानी गर्ने कुरा, यस्ता खालका कुराहरूलाई चाहिँ अगाडि बढायो भने पक्कै पनि हामीले चाहेको र हाम्रो अहिले पछिल्लो युवा पुस्ताले चाहेको कुराहरू चाहिँ हामीले प्राप्त गर्न सक्छौँ होला। यति भन्दै गर्दाखेरि चाहिँ अझै पनि हामीले युवा पुस्ताहरूलाई चाहिँ राजनीतिकबाट वितृष्णा भएर चाहिँ बाहिर जानुभन्दा राजनीतिक चेतना, राजनीतिक ज्ञान, राजनीतिक शिक्षा हासिल गर्दै नयाँ युवा पिँढीले चाहिँ राजनीतिमै हाम फाल्नुपर्छ भन्ने लाग्छ मलाई चाहिँ एकदम व्यक्तिगत रूपमा।
र किन पनि भन्नुहुन्छ भने एउटा राजनीति गर्ने मान्छेलाई तपाईले हेर्नुभयो भने उले राम्रोसँग मोबाइल नचलाएको स्थिति पनि छ। सबै त्यस्तो छैनन्। उले राम्रोसँग एउटा कम्प्युटरमा आफूलाई आवश्यक डकुमेन्ट, आफ्नो क्षेत्र विषयलाई आवश्यक डकुमेन्ट बनाउन नसकेको स्थिति। प्रपोजलकै कुरा त छोडिदिनुहोस् हैन। अनि त्यो मात्रै नभएर आफ्नो हरेक घर, हरेक समुदाय, हरेक टोलमा गएर उसले मैत्रीपूर्ण ढंगले चाहिँ विकासका आयोजनाहरूको विषयमा छलफल गर्दैन। उले चाहिँ मैत्रीपूर्ण ढंगले हरेक व्यक्तिसँग व्यवहार गर्दैन हैन। उले हरेक परिवारका सदस्यहरू, समाजका सदस्यहरूको चाहिँ राम्रोसँग कुरै सुन्दैन। तर ऊ जहिले पनि के हुन्छ, हरेक 5 वर्षमा चाहिँ भोट माग्न हरेकको काँधमा धाप मार्न चाहिँ पुग्छ कि। अनि म अझै यो कुरामा यसमा अझै बल गर्छु केमा भन्दाखेरि तपाई आफ्नो व्यवसाय चलाउनु भएको छ, तपाईको आफ्नो क्षमताले, आफ्नो लगानीले, बिहान बेलुकाको घाँस बाँस कपास जे छ तपाईको आफ्नो क्षमताले, तपाई सबै काम त तपाई आफ्नो क्षमताले गर्नुभएको छ। तपाईको बच्चाबच्ची छ, दाइको अथवा बुवाको अथवा घर छिमेकको बच्चाबच्ची छ, उसको एजुकेसनमा कसले कन्ट्रिब्युसन गरेको छ, उसको परिवारले गरेको छ। पढाउने खर्च उसैले बेहोरेको छ, घर परिवारले बेहोरेको छ। अनि तपाईले जागिर खानुहुन्छ यदि भने तपाईले जागिर खाँदा त लोकसेवा लड्नुहुन्छ, अथवा प्राइभेट जागिर छ भने तपाईले आफ्नो इन्टरभ्यूको कुरा, एक्जाम दिने कुरा तपाई आफैले गर्नुहुन्छ भने अब भन्नुस् सबै काम त तपाईले गरिराख्नु भएको छ। अनि तपाईलाई नेता चाहिँ कहिले काम लाग्छ, कहिले चाहिने? अनि त्यसो भए नेताको लागि हामी कहिले चाहिने? हामी त हरेक 5 वर्षमा नेता चाहिन्छ। नेतालाई जनता हरेक 5 वर्षमा चाहिन्छ। अझ त्यहाँ चाहिँ मध्यवर्ती निर्वाचनहरू मैले हजुरलाई रोके दुईटा प्रसंग एकदम जस तरिकाले उठाउनु भयो र मैले सुने पनि। एउटा म यो पछिल्लो प्रसंग पनि आउँछु, अघिल्लो प्रसंग चाहिँ युवाहरू राजनीतिमा आउनु पर्यो भन्नु हैन। अब यो राजनीतिमा युवाहरू चाहिँ के भन्दाखेरि यो जबसम्म भनौँ न एउटा देश सिस्टममा जान्छ, अहिले मान्छेलाई नेपाली समाजलाई कस्तो लागेको छ, कोही टक्क हिरो को आइपुग्छ भने जस्तो कोही एकदम राम्रो छ भने राय सम्मानलाई राजनीतिमा बोलाइरहेको छ मान्छेले, कुलमानलाई राजनीतिमा आउनुपर्छ भने कुलमान त राजनीति गर्ने मान्छे त होइनन्, यद्यपि आउलान् कुलमानलाई। त्यसपछि अब रवि लामिछानेको जुन चितवनको योभन्दा अगाडिको जुन पुडासैनिक काण्डको एउटा पेपर हो, त्यस पछाडि बाहिर निस्किएपछि ठुलो मास चाहिँ रवि लामिछानेको समर्थनमा त्यहाँ बाहिर आयो। अनि आइसकेपछि रवि लामिछानेलाई त्यति बेलाबाट के भयो भने राजनीति गर्न पर्छ। उनी पत्रकार थिए, चलचित्र पत्रकार थिए हैन। पत्रकार मान्छेलाई मान्छेले के भन्दाखेरि तपाईँ नेता भएर आइदिनु पर्छ भन्दा के भन्दाखेरि जब मान्छेले के भन्दा धेरै मान्छेले नेता मतलब नेता खोजिरहेको छ, अझ नेता पनि त्यसमा हिरो टाइपको नेता खोजिरहेको छ। अनि त्यो समाजले के भन्दाखेरि मैले बुझेको जस्तो हजुरले युवाहरू राजनीतिमा आउनु पर्यो। युवाहरू राजनीतिमा सबै आउने नै होइन। राजनीति भनेको निकै कम मान्छेले गर्ने चिज हो। राजनीति भनेको सीमित जुन जस्तो अरू सभ्य देशहरूमा नि हेर्नुहुन्छ भने चुनावको बेलामा अघिल्लो दिन टेलिभिजन बस चलाएर कसको विचार राम्रो छ त्यही विचारमा हाल्छन्। हाम्रो जस्तो अझ गाउँघरमा स्थानीय तहमा त जिन्दगीभरि राजनीति गर्ने मान्छेहरू पेसा, राजनीतिलाई पेसा बनाएको छ। जस्तो अरू देशमा पनि हेर्नु राष्ट्रपतिहरू चाहिँ आफ्नो काममा गएका छन् नि। अनि त्यो मैले के देख्छु भने राजनीति त्यसरी लङ टर्मसम्म गर्ने होइन। राजनीति भनेको सीमित समयमा आफूसँग भएको क्षमता दिन सक्नको लागि केही समयको लागि समाजलाई एउटा चाहिँ नेतृत्व गर्ने कुरा मात्रै हो। राजनीति आफैमा ठुलो पेसा होइन। जोसँग जे क्षमता छ त्यसले चाहिँ राजनीतिले चाहिँ एकदिन म समाजको नेतृत्व गर्छु है यो ठाउँको भनेर एउटा चाहिँ केही गर्नुपर्छ जस्तो लाग्छ। राजनीति धेरै मान्छे आउने होइन, तर नेपाल अहिले त्यो सिस्टममा नगएको कारणले अहिले सबै मान्छे जो पनि राम्रो देखिन्छ, फिल्ममा देखेको पनि, पत्रकारमा देखेको पनि र समाजसेवी सबै मान्छेलाई के भन्छ भने मान्छेले राजनीति आउनुहोस् भनेर हान्ताप छ। र फेरि त्यस्ता पात्रहरू आएका पनि छन्, हिरो टाइपको छ। अनि मैले थोरै हजुरलाई रोकिहालेँ। अनि अर्को प्रसङ्ग के थियो भन्दाखेरि नेताले चाहिँ जनता कहिले खोज्छन् र फेरि जनताले चाहिँ नेता कहिले चाहिने भन्ने प्रसङ्गमा चाहिँ मैले एकदम आफ्नो छोटो विचार मात्रै यहाँ व्यक्त गरेँ। त्यो विषयमा के छ भन्दाखेरि नेताले लगभग चुनाव आउँदा मात्रै खोज्छन्, जनताले चाहिँ नेता सधैँ खोज्छन् तर चुनावको बेला बढी भेट्छन्, वहीपछि चाहिँ कम भेट्ने सम्भावना रहन्छ। त्यो हुँदाखेरि मैले के भन्दा नेता र जनताको चाहिँ त्यो आत्मीयता अथवा त्यो एउटा जुन
सम्बन्ध हुनुपर्ने हो त्यो कति टुटेको छ नि तपाईँको जनमत पनि हेर्नुहुन्छ भने अघिल्लोचोटि हालेको मान्छेलाई अहिले मान्छेले भोट हालिरहेको छैन के भन्छ मान्छेले त्यो एउटा कुरा सिस्टमबाट देश बनाएन अर्को कुरा स्वयं व्यक्ति पनि त्यो गुटका मान्छेहरूलाई भेट्ने गुटसँग बस्ने अर्को मान्छेलाई पार्टीको पनि नभेट्ने भनेर यो त्यस्तो छ हजुरको अर्को प्रश्न यसमा जस्तै तपाईँले राजनीतिमा सबै आउने होइन तर समाज अहिले कहाँ पुगेको छ भन्दाखेरि कोही हिरोहरू पनि राजनीतिमा आउने कोही पत्रकार पनि राजनीतिमा आउने कोही विषयगत विशेषज्ञ पनि राजनीतिमा आउने स्वागत पनि गर्ने नेपाली जनताले र उनीहरूको इच्छा पनि विकास हुँदै गएको देखिन्छ तर नेपाली समाजले वास्तवमा पीडा भोगेर राजनीतिक दल राजनीतिक नेतृत्वबाट त्यति धेरै उपलब्धिहरू चाहिँ हासिल नभएको कारणले गर्दा त्यो हिरोहरू त्यो विशेषज्ञहरू चाहिँ एउटा विकल्पको रूपमा चाहिँ नेपाली युवाहरूले नेपाली जनताले चाहिँ खोजेको हो कि त्यो हुन सक्छ नि त किनकि हामी आफै विचार गरौँ अब 2 पटक संघीय निर्वाचन र प्रदेशको निर्वाचन भयो त्यसमा करिब 10 वर्ष बित्ने बेला भइसक्यो अब केही अझै 2 वर्ष भयो स्थानीय तहको निर्वाचन पनि 5 वर्ष बितेर फेरि अर्को निर्वाचन भएर हामी अब करिब 2 वर्ष बाँकी छ भने करिब 8.5 वर्ष त हामीले यो 2टा निर्वाचन भोग्यौं र त्यो अवधिको चाहिँ विकास त्यो अवधिको चाहिँ कार्यक्रमहरू बजेटहरू हेर्यौं भने हामीले के देख्यौं त भन्दाखेरि यति धेरै युवाहरू चाहिँ बेरोजगार हुनुपर्ने यत्रो धेरै किसानहरूलाई चाहिँ मल नपाउनु पर्ने यत्रो धेरै किसानले चाहिँ बजार नपाउने अनि विकास भइरहेको छ भनेर नेतृत्वले भन्दै गर्दा विकासको महसुस पनि गर्न नपाउने हैन एउटा बर्खा लाग्यो भने पूर्व पश्चिम राजमार्गमा मान्छे हरेक दिन अड्किनु पर्छ त्यो वर्षौंदेखि अड्किनु पर्छ के एउटा पालिकामा पहिरो गयो भने हामी हरेक वर्ष चाहिँ त्यो पहिरो जाने ठाउँमा अड्किनु पर्ने हुन्छ भने हामीले अलिकति दिगो रूपमा अलिकति प्राथमिकताको आधारमा अलिकति आफ्नो पनि खुबी क्षमता राख्ने हैसियतले नेतृत्व गर्ने गरी विकल्प सहित अलि क्षमतावान मान्छेहरू चाहिँ यो खालको समस्याहरू समाधान गर्ने गरी अगाडि बढ्दा राम्रो हुन्थ्यो कि त होइन भने त अहिले तपाईले हेर्नुस् कोही काठमाडौँ होला कोही विदेशमै होला कोही नजिकको प्रदेशमा होला कोही कतै होला तर के हाम्रो सरकार स्थानीय सरकार चलाउने प्रदेश सरकार चलाउने यो काम चलाउने मात्रै हो र होइन नि त काम चलाउने मात्रै त होइन त्यो काम चलाउनका लागि मात्रै त्यस्तै चलायमान मान्छेहरू मात्रै आएर नेतृत्व गर्ने त होइन होला नि त सक्षम मान्छेहरू त अगाडि आइरहेको छ त ती मान्छेहरूलाई त अगाडि बढाउनु पर्छ भन्ने चाहिँ लाग्छ तर मलाई लाग्छ त्यो व्यक्ति विशेषको नामै नजोडिकन कुनै विषयगत विशेषज्ञ नै आउनुपर्छ भन्ने चाहिँ होइन फेरि किन नयाँ पुस्ताले गर्छ न उसले त वर्षौंसम्म जागिर खाएर उसले त रिटायर लाइफ बिताउने बेला भइसक्यो होइन ऊ त मुक्तिनाथ घुमोस् त्यहाँका होटलहरूलाई के अरे व्यवसाय दियोस् होइन कहिले पाथी गएर जाओस् कहिले हाम्रो स्वर्गद्वारी जाओस् कहिले चाहिँ हाम्रो सुपा देउराली जाओस् होइन त्यस्तो रिटायर लाइफ बिताउने मान्छेहरूले त त्यहाँ चाहिँ व्यवसायलाई सपोर्ट गरून् न उनीहरूले घुमुन् न उनीहरूसँग भएको पैसा आम्दानीहरूलाई पनि कहिलेकाहीँ खर्च गरून् होइन उनीहरूको परिवारले पनि इन्जोय गरोस् अवलोकन गरोस् होइन अध्ययन गरोस् त्यो चिज गरोस् के तर तिनीहरू नै आउनुपर्छ भन्ने होइन नयाँ पुस्ता नयाँ अध्ययन नयाँ अनुसन्धान गर्ने मान्छेहरू अथवा नयाँ अनुभव भएका मान्छेहरू होइन अब पढाइ लेखाइको कुरा गर्दाखेरि पढे लेखेकै मान्छे हुनुपर्छ भन्ने छैन वर्षौंसम्म 20 वर्ष तपाईले यो होटल व्यवसाय चलाउँदाखेरि होटल व्यवसाय गर्दै गर्दाखेरि तपाईको 20 वर्षको अनुभव भनेको चान्चुने कुरा त होइन त्यो तपाईले कहाँबाट कस्तो नम्बरको सर्टिफिकेट ल्याउने एउटा जवान मान्छे हो नि 20 वर्ष तपाईको त्यो कस्तो खालको नम्बर प्राप्त गरेको सर्टिफिकेट चाहियो के तपाईलाई त्यो त तपाईले 20 वर्षसम्म चाहिँ तपाईले एक्सपिरियन्स गरेको विवेक छ तपाईसँग बौद्धिकता छ तपाईसँग
तपाईसँग चाहिँ सिप छ, यो सबै चिज छ कि, र त तपाईँले होटलको एउटा नेतृत्व राम्रोसँग गर्नुभएको छ होइन। त्यसकारणले जस्तो हजुरको हाम्रो 72 संविधान भनौँ होइन, तर हजुरले जो 74बाट भनौँ न स्थानीय तहको अथवा चुनाव भनौँ न, प्रदेशको पनि सङ्घीय पनि स्थानीय पनि चुनाव भएको थियो, असारमा र मङ्सिरमा भएको थियो। अनि त्यो हिसाबले हेर्दाखेरि तपाईँले भने जस्तो अघि नि त्यहाँनिर प्रदेशमा एउटा भनौँ न पदमा मान्छे छ, तर त्यो भएको नभएको चाहिँ मान्छेले अनुभव गरेका छैन। आज गृहमन्त्री हुँदाखेरि मान्छेले अनुभव गरेका छैन, मुख्यमन्त्री हुँदाखेरि को हुँदाखेरि के थियो, को हुँदाखेरि के थिएन, त्यो डिफ्रेन्ट देखिनु पर्यो कि राम्रो मान्छे आएको हो कि होइन भने। एउटै तरिकाले चलाउने त कर्मचारीले देश चलाइदिए भएको नेताहरू चाहिँदैन होइन, कर्मचारीले चलाउँदैन। त्यो मैले देखेको के भन्दाखेरि जुन स्थापित पार्टी काङ्ग्रेस एमाले माओवादीमा अथवा अहिले नेतृत्व गरिरहेको पनि नेपालमा असक्षम मान्छेले मात्र नेतृत्व गरेका होइनन्। तर प्रसङ्ग के छ भने तपाईँको एउटा मान्छे विद्वान भएर जति बिगार्न सक्छ त्यो सामान्य किसानले बिगार्न सक्दैन। अनि त्यो पढे लेखेका मान्छे पनि त्यहाँ गएर एमाले काङ्ग्रेस माओवादीभित्र पनि राम्रा पढे लेखेका युवाहरू हामी जस्ता राम्रा सक्षम मान्छेहरू कति छन्। तर प्रमुख कुरा के हुन्छ भने मान्छेको विचार र स्वतन्त्रता कुरा छ। उहाँहरूलाई जाँदाखेरि नि के गर्छ भन्दाखेरि तैँले मैले भनेको मान्नुपर्छ। अब यहाँ नेपालमा अहिले झोले भन्ने प्रचलन छ होइन, हनुमान भन्ने छ। त्यस्ता मान्छेहरूले के भन्दाखेरि राम्रो मान्छेलाई पनि के गर्छ एउटा भारी बोकेर पठाइदिएको छ। जो मान्छे आफै चाहिँ म यस्तो गर्छु भनेर उसले आफ्ना विचारहरू दृष्टिकोणहरू स्पष्ट रूपमा योजना बनाउन सक्दैन, त्यसलाई कार्यान्वयन गर्न सक्दैन, त्यसलाई आधार छैन भने त्यहाँनिर हुन्न। अहिले काङ्ग्रेस एमाले माओवादी अथवा पुरानो पार्टीहरूमा देशको अहिले संरचना कस्तो भन्दाखेरि तपाईँको बिचौलिया दलाल पुँजीपतिहरूले कब्जा गरेका छन् कि त्यसलाई किनिदिन्छन्। तपाईँको यहाँ मुख्यमन्त्री तपाईँको यहाँ प्रदेशको सङ्घीय मन्त्रीहरूलाई व्यापारीले चेन्ज गरिदिन्छन्, पार्टीले होइन। कुन चाहिँ मन्त्रीलाई हटाउने कुन चाहिँ मन्त्रीलाई हटाउने होइन भनेर सरकार त अहिलेको सरकार तपाईँको अब व्यापारीकै घरमा बसेर राति 1 बजे सम्झौता गरेर बनेको भन्छ। अनि सरकार बनाइदिने अरूले गरिदिने अरूले त्यहाँ देखिने पात्र मात्रै हो, पात्रहरू असक्षम छन् भन्ने मलाई लाग्दैन। तर उनीहरू चाहिँ के भन्दाखेरि भरिया भएर गएका छन्, भरिया गएका छन्, तस्करको छन्, बिचौलियाका छन्। त्यसले चाहिँ राम्रो नतिजा दिन नसकेको भन्ने मलाई लाग्छ। यो चाहिँ कस्तो छ भन्नुहुन्छ नि, हाम्रो छिमेकी देश भारतमा एपीजे अब्दुल कलामले चाहिँ एउटा ठुलो अभियान चलाउनु भएको रहेछ कि। त्यो अभियान चाहिँ कस्तो रहेछ भने एउटा किसानलाई प्राथमिकता दिने, एउटा विज्ञानलाई प्राथमिकता दिने, एउटा जवानलाई प्राथमिकता दिने। किसान, विज्ञान र जवान यो तीनटा पक्षलाई सँगसँगै तीव्र रूपमा क्रान्तिकारी रूपमा चाहिँ विकासमा लगाउनुपर्छ, विकास गर्नुपर्छ भन्ने हिसाबले अगाडि बढ्दै गर्दाखेरि अहिले भारत चाहिँ हाम्रो छिमेकी देश तेस्रो चौथो धनी देशमा छ भनौँ न। अब आर्थिक रूपले चाहिँ अझ पहिलोमा आउँछ भनिरहेको छ, दाबी छ। चाइना चाहिँ अझ अग्रस्थानमा छ हाम्रै छिमेकी देश भने। हामीले पनि केही सामाजिक अभियानहरू नयाँ ढङ्गले अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ। राजनीतिक अभियानहरू पनि अलिक फरक ढङ्गले नै अगाडि बढ्नुपर्छ भन्ने लाग्छ। त्यो फरक के हो त भन्दाखेरि कम्तीमा एउटा राजनीति गर्ने व्यक्तिले जनतालाई सम्बोधन गर्ने हैसियत राखोस्। जनतालाई केही कुरा प्रस्तुत गर्दैछ भने उसले प्राविधिक रूपमा, उसलाई चाहिँ सैद्धान्तिक रूपमा उसको क्षमताहरू चाहिँ त्यहाँ देखियोस्, झल्कियोस् कम्तीमा होइन। र उसले चाहिँ जनतालाई सम्बोधन गर्ने कुरामा र विकास गर्ने कुरामा पनि अलिक छिटो छरितो चाहिँ हुनुपर्छ भन्ने लाग्छ कि। र अब चाहिँ अन्त्यमा त म के भन्छु भने हामीले हाम्रो कुराहरू गरिराख्दाखेरि, हाम्रो कुरा चाहिँ सुनाइराख्दाखेरि चाहिँ हरेक युवा वर्गले, हरेक समुदायको नागरिकले चाहिँ विकासको महसुस हुनको लागि, साँच्चीकै विकास गर्नको लागि र अहिलेको नयाँ पुस्ताले चाहेको र समय बदलिदो समय होइन बदलिदो संसारलाई हेर्ने हो भने हाम्रो स्थानीय तहमा चाहिँ वडा स्तरबाटै अलिकति सक्षम अनुभवी केही पढे लेखेका हुन सक्छन् त्यस्ता मान्छेहरू चाहिँ अग्रस्थानमा आउने र चाहिँ भनौँ न तपाईले भने जस्तो सबै राजनीतिमा आउने हैन भने जस्तो किसान राजनीतिमा आउँदा बित्तिकै त 80% चाहिँ किसानहरूको देश भन्छौँ हामी। 80% किसान राजनीतिमा आयो भने त के हुन्छ होला त? उथलपुथलै भइहाल्छ होला हैन? त्यो झोला बोकेर हिँड्ने मात्रै हुन्छ होला नि त, हलो बोकेर हिँड्न पर्यो नि हैन? त्यसकारणले
मलाई लाग्छ कि हरेक मान्छेले आफ्नो पेसामा चाहिँ व्यस्त रहोस्, हजुर, हरेक मान्छेले आफ्नो पेसामा खुसी मनाओस्, होइन। त्यसमा चाहिँ के हुनु पर्यो भन्दा राज्य र राजनीतिले, होइन, यो राजनीतिक शक्तिले चाहिँ उनीहरूलाई साथ दियोस् कि राजनीतिक शक्ति चाहिँ उनीहरूलाई साथ दियोस् र त्यो राजनीतिक शक्तिले नै त्यो राजनीतिक शक्ति यस्तो नबनोस् कि जसले चाहिँ जनताको खुन पसिना पनि चुस्ने, होइन, बेरोजगार बनाउने, विदेश पठाउने, होइन, मृत्युको शैय्याबाट फर्किनु पर्ने, घाइते अपाङ्ग हुनुपर्ने, होइन, यो अवस्था चाहिँ नहोस् कि। त्यसकारणले चाहिँ अबको नयाँ पुस्ताले नयाँ ढङ्गले नयाँ तरिकाहरूले चाहिँ राजनीतिलाई अगाडि बढाउँदै लानुपर्छ, विकास निर्माणहरू अगाडि बढाउनुपर्छ भन्ने लाग्छ। हामी हाम्रै 9 बहिनी पालिकाको कुरा गरौँ या त हाम्रो माला रानीको कुरा गरौँ, होइन। अब त्यो प्रतिस्पर्धाको समय आउन सक्छ, त्यो प्रतिस्पर्धाको समयसँग हामी जुझ्नुपर्ने हुन सक्छ, होइन। अबको पुस्ताले, अबको समाजले मान्छेको नेतृत्वलाई चिनोस्, उसको खुबीलाई चिनोस्। यो खुबीले फेरि तपाईँको त्यो जनतालाई चाहिँ हान्न जाने त होइन नि त। सामान्यतया हामीलाई त बाटो घाटो, शिक्षा, स्वास्थ्य, राम्रो विकास, छिटो छरितो सेवा, एउटा मान्छेले वडामा बिहे दर्ता गर्न गयो भने उसको त 2 मिनटभित्र दर्ता हुनु पर्यो कि। एउटा बच्चाको चाहिँ जन्म दर्ता हुनुपर्ने भने आवश्यक कागजात उसले राम्रोसँग पुर्यायो भने छिटो छरितो हुनु पर्यो कि। त्यति प्राप्त गर्यो भने त त्यो खालको नेतृत्व त्यहाँ पुग्यो भने त यति भयो त राम्रो भयो नि त।